अ, साथीहरू सबैजना नमस्ते। हामी प्रज्ञानम लोकसेवा तयारी कक्षा न्यू प्लाजा मार्ग पुतली सडक काठमाडौँबाट हामी बोलिरहेछौँ। धेरैजना साथीहरू काठमाडौँभित्रबाट हुनुहुन्छ होला, कोही साथीहरू काठमाडौँ बाहिरबाट हुनुहुन्छ होला। अनि हामीले गएको 3-4 दिनदेखि यो आइटी अफिसरको एकीकृत कोर्स भनेर साथीहरूमा एउटा सन्देश पुर्याएका थियौँ। अनि अनि त्यसैलाई इन्क्वायरी गर्दै धेरै साथीहरू यो जोडिन आइपुग्नु भएको थियो। अनि धेरै साथीहरूको जिज्ञासालाई यो मेटाउनको लागि चाहिँ आज हामीसँग सुमन भण्डारी आइटी अफिसर हाम्रो साथी हुनुहुन्छ। सँगसँगै अरू 3-4 जना साथीहरू पनि स्ट्यान्ड बाई हुनुहुन्छ उहाँ सँगसँगै। हजुरहरूको के जिज्ञासा छ होइन, कुन कुनले के दिन पाउने, अनि के पढेकोले कहाँ कहाँ दिन पाउने, कहिले भ्याकेन्सी खुल्ने, अनि सेवा सुविधाका कुराहरू, अनि निर्धक्क साथीहरूले सरलाई क्वेसन राख्नु होला। अनि फिजिकल्ली लिन चाहने साथीहरूले चाहिँ हामीले न्यू प्लाजा मार्ग, हाम्रो प्रज्ञानम भवन न्यू प्लाजा मार्गमा साँझ 5:30 बजेपछि 5:30देखि 7:30सम्म हामीले कक्षा म्यानेज गरेका छौँ, क्लास म्यानेज गरेका छौँ। र अनलाइनको साथीहरूलाई फेरि हामी बेलुका 8 बजेबाट फेरि हामी स्टार्ट गर्नेछौँ। हामीसँग साथीहरू, हाम्रो टिचर्सको टिम आफ्नो आफ्नो ग्रुप बनाएर सरहरूले अनलाइन प्लस फिजिकल उहाँहरूले तपाईँहरूलाई कन्डक्ट गर्नुहुन्छ। अनि अरू क्लासको कुरा भन्दा पनि अरू तपाईँहरूलाई लागेका जिज्ञासाहरू, कोर्सको कुराहरू, अनि भ्याकेन्सी कुराहरू कहाँ कहाँ खुल्छ, कसरी पढ्ने, सिलेबसको कुराहरू त्यो केन्द्रित रहेर आज सरहरूलाई तपाईँहरूले मजाले क्वेसन एन्सर गर्नु होला। साथीहरूलाई अनम्युट अप्सन दिएको छ, यसलाई मिसयुज नगरिदिनु होला। एकचोटिमा एकजना साथीले मात्रै क्वेसन गरिदिनु होला। अनि त्यसपछि हामी अन्त्यमा फेरि हामी जोडिनेछौँ। सुमन सर हजुर हुनुहुन्छ नि? सुमन सर नमस्ते हजुर। नमस्कार राजेन्द्र सर। सरलाई मैले हजुरलाई हस्तान्तरण गरेँ है सर। ए हुन्छ, हस्। सबैभन्दा पहिला सबैजनालाई नमस्कार। आज यो प्रज्ञानमले आयोजना गरेको ओरिएन्टेसन क्लासमा सबैजना सहभागी भइदिनु भएकोमा विशेष गरी सहभागी सबैजनालाई फेरि पनि धन्यवाद दिन चाहन्छु। र हामी म लगायत हाम्रो साथीहरू, केही साथीहरू मिलेर हामीले चाहिँ अब यो सूचना प्रविधि अधिकृतको एउटा जेनरिक क्लास है, मैले भन्दैछु जेनरिक यो मानेमा कि जति पनि इन्स्टिट्युटहरूमा तपाईँहरूले मार्केटमा भेटाउनुहुन्छ कुनै एउटा स्पेसिफिक कोर्सलाई डिजाइन गरेर बनाइएको क्लासहरू त्यहाँ धेरै पाइन्छ होइन। जस्तो मानौँ तपाईँको चाहिँ कुनै टेलिकमको अथवा चाहिँ कुनै निजामतीको सेवाको कुनैको सूचना प्रविधिसँग रिलेटेड भयो भने पनि कुनै एउटा अर्गनाइजेसनलाई, एउटा कुनै संस्थासँग रिलेटेड भएर मात्रै क्लास लिने गरेको पाइएको छ। तर हामीले चाहिँ यो कसरी कोर्स डिजाइन गऱ्यौँ भन्दाखेरि लगभग 80% होइन, 80% अफ कोर्स चाहिँ हाम्रो सबै जनरल नै हुन्छ कि सबैजनाले जता पढ्नुहुन्छ, जति जे पढ्यो भने पनि त्यही नै सिलेबसहरू नै कभर गरेको हुन्छ। र हामीले एउटा जेनरिक कोर्स चाहिँ डिजाइन गरौँ र भोलि गएर भन्छ नि युद्ध छेडिसकेपछि तयारी गर्नुभन्दा पहिले तयारी गरेर बसेर पछि युद्धको लागि प्रिपेयर गर्नु भनेको जस्तै अब तपाईँको अहिले यो नयाँ आर्थिक वर्ष सुरु हुँदै गर्दाखेरि लोकसेवाले चाहिँ तपाईँको अब हाम्रो तालिका निकाल्ने बेला हुन लाग्यो कि वर्षभरिको भनेको तपाईँहरूको सार्वजनिक संस्थानहरू देखि लिएर हाम्रो निजामती सेवा, सङ्घीय संसद सेवा, नेपाल प्रहरी होइन लगायतको विभिन्न ठाउँमा अब भ्याकेन्सी आउने बेला हुन लाग्यो। जति बेला भ्याकेन्सी खुल्छ त्यसपछि तपाईँहरूसँग समय कति हुन्छ भने भ्याकेन्सी खुलेको 21 दिनसम्म तपाईँले अब फर्म भर्न पाउनुहुन्छ, त्यसको 7 दिनसम्म गरेर 1 महिना भयो र त्यसको लगभग 2 महिनापछि एक्जाम हुन्छ। 3 महिनाको अवधि, करिब 3 महिनाको अवधि हुन्छ होइन। तर 3 महिनाको अवधिमा त्यो नाम चाहिँ त्यसले निकाल्छ जसले पहिला पढेको छ कि। त्यो 3 महिनाको अवधिमा नाम निकाल्छु मैले भनेर कसैले भन्छ भने कि त एकदमै लकी हुनु पर्यो होइन, कहिलेकाहीँ लकी भएर पनि नाम निस्किन सक्छ, होइन भने चाहिँ उसले पहिला पनि पढेको हुन्छ भन्ने एजुम्सनमा नै जाउँ हामी सबैजना। मैले अब मेरो परिचय नै नभनिकन सुरु गरेँ जस्तो छ। मेरो नाम सुमन भण्डारी र म यस्तै कुनै एउटा सार्वजनिक संस्थानमा चाहिँ आइटी अफिसर लोकसेवाबाट नै नाम निकालेर नै तपाईँहरू जस्तै होइन पढेर नाम निकालेर नै गएको हो। र मैले आफूले भोगेको अनुभव र हाम्रो साथीहरू, हामीसँग एउटा टिम छ,
टिम सबैजना हाम्रो सूचना प्रविधि अधिकृत इन्जिनियरहरूको टिम छ होइन। त्यो टिमले नै बसेर हामीले यसरी गरौँ भनेर एउटा आइडिया जेनेरेट गरेर तपाईँहरूलाई चाहिँ अनुभवले नै, किनभने अब तपाईँहरू सबैजना एउटा एउटा सर्टेन लेभल पढेर आइसक्नु भएको छ। कतिजना कसैले बिसिए पढ्नुभएको होला, कसैले सिएसआइटी पढ्नुभएको होला, कसैले इन्जिनियरिङ पढ्नुभएको होला होइन, अथवा कुनै आइटी रिलेटेड कुनै केही सब्जेक्ट पढ्नुभएको होला। र तपाईँहरूलाई चाहिँ अब मैले फर्दर कुन सेक्टरमा जाँदाखेरि मलाई अब सरकारी सेवामा कुनमा जाँदाखेरि सहज हुन्छ, सजिलो हुन्छ भन्ने क्युरियोसिटीको आधारमा तपाईँ आउनुभएको हो भन्ने मैले ठानेको छु। त्यसैले तपाईँहरूको क्युरियोसिटीलाई मेटाउनको लागि अब कतिजनाले त पहिला पहिला प्रिपेयर पनि गर्नुभएको होला र कतिजनाको लागि एकदमै नौलो पनि हुनसक्छ। यो नौलो हुँदाखेरि धेरै कुराको कन्फ्युजन रहन्छ क्या। यो मलाई पनि हुन्थ्यो पहिला होइन। कन्फ्युजन के कुरामा कन्फ्युजन रहन्छ भने ए ओके, म स्क्रिन सेयर गर्छु ल। मेरो स्क्रिन देखिएको छ? कसैले एकजनाले फिडब्याक दिनु होला। स्क्रिन देखिएको छ कसैले? एकजनाले सर। अडिबल सुनिरहेको छु म। सर ओके ओके है, म एकैछिन केही भन्छु अनि तपाईँहरूको फिडब्याक चाहिँ म लिन्छु ल। तपाईँहरूलाई अब कति कुरा मनमा सोध्नुपर्ने छ होला। र सार्वजनिक संस्थानहरू र निजामती सेवा सँगसँगै सङ्घीय संसद र नेपाल प्रहरी लगायतको सार्वजनिक संस्था अब जति पनि लोकसेवाले परीक्षा लिने इक्जामहरू होइन छ, त्यसको लागि नै हाम्रो फोकस रहन्छ। म यहाँ देखाउँछु अहिले एकैछिनमा। मेरो स्लाइड मैले अलिकति बनाएको छु। यसमा के कुरा छ भने कुन संस्थानमा कस्तो खालको सिलेबस डिजाइन गरिन्छ र तपाईँहरूले यो हेर्दै जाँदा, मैले देखाउने तपाईँहरूलाई स्लाइड हेर्दै जाँदा तपाईँहरूलाई एउटा मोटामोटी आइडिया हुन्छ कि यो कुरा पढ्यो भने चाहिँ सबैलाई मिल्दो रहेछ। कुनै कुनै अब संस्थानहरूको अथवा चाहिँ निजामतीको कुनै कुनैमा चाहिँ स्पेसिफिक यति कोर्स चाहिँ अलिकति फरक खालको हुँदो रहेछ भन्ने टाइपको तपाईँहरूलाई आइडिया भइ नै हाल्छ। त्यो कुरा हुनु भनेको नै तपाईँहरूलाई धेरै कुराको एउटा चाहिँ गाइडलाइन्स चाहिँ भइ नै हाल्छ है। र म अब ढिला नगरिकन अलिकति तपाईँहरूलाई के कुरामा खुल्छ त सूचना प्रविधि होइन सम्बन्धी प्रमुख सरकारी पदहरू के हुन सक्छन्। एउटा त कम्प्युटर इन्जिनियर नै भनेर खुल्छ। यो कम्प्युटर इन्जिनियर चाहिँ विशेष गरी तपाईँको जसले बिई इन्जिनियरिङ गरेको छ, ब्याचलर इन्जिनियरिङ होइन, र जोसँग लाइसेन्स छ। कति ठाउँमा लाइसेन्स माग्छ, कति ठाउँमा माग्दैन, त्यो पनि म एकैछिनमा भन्ने नै छु। त्योमा हुन्छ इन्जिनियरिङ। कतिजना तपाईँहरू अब बिई गरेको हुनुहुन्छ भने तपाईँहरूको लागि यो इन्जिनियरिङ हुनसक्छ। र सँगसँगै कम्प्युटर अधिकृत होइन, कम्प्युटर अधिकृत भनेर निजामती सेवा र ब्याङ्कहरूमा होइन, कतिपय ब्याङ्कहरूमा चाहिँ कम्प्युटर अधिकृत भनेर खुलाउँछ। कम्प्युटर अधिकृतमा कसले दिन पाइने त भन्ने कुरा चाहिँ म एकैछिनमा विस्तृतमा भन्छु। तर अहिलेलाई चाहिँ तपाईँहरू सूचना प्रविधि सम्बन्धी होइन जुनसुकै सब्जेक्ट लिएर, जुनसुकै विषय लिएर तपाईँले ब्याचलर पास गरिसक्नु भएको छ भने कम्प्युटर अधिकृत तपाईँहरूको लागि हुनसक्छ। कम्प्युटर अधिकृत पनि यो निजामतीमा र केही ब्याङ्कहरूमा र सार्वजनिक संस्थानहरूमा खोलिरहेको हामी पाउँछौँ। अर्को चाहिँ सूचना प्रविधि अधिकृत भन्छ। यो कम्प्युटर अधिकृत र सूचना प्रविधि अधिकृतमा थोरै फरक छ क्या, खासै त्यस्तो धेरै फरक त एउटै हो, अब काम गर्ने पनि एउटै हो। तर यो डिजाइन कसरी गरिएको छ भने जो कम्प्युटर अपरेटर छ नि, कम्प्युटर अपरेटरको त्यो बढुवावाला पोस्ट अथवा चाहिँ कम्प्युटर अपरेटरको लाइनबाट जाने चाहिँ कम्प्युटर अधिकृत भनेर चाहिँ बुझिन्छ होइन। र सूचना प्रविधि अधिकृत भनेको एउटा आइटी अफिसर जुन चाहिँ अब एउटा त्यसको तलपट्टि कुनै अर्को पोस्ट छैन, त्यो एउटा सुरु नै त्यहीँबाट हुन्छ। त्यसरी चाहिँ सूचना प्रविधि अधिकृत भनेर चाहिँ यो निजामती सेवा र विभिन्न ब्याङ्कहरूमा अनि तपाईँको बिमाहरूमा होइन, अनि नियामक निकायहरू जस्तो, नियामक निकाय भनेको कस्तो हुन्छ भन्दाखेरि राष्ट्र ब्याङ्क एउटा नियामक निकाय हो, ब्याङ्कहरूलाई उसले रेगुलेट गर्छ। त्यस्तै गरी प्राधिकरणहरू, बिमा प्राधिकरण, विद्युत प्राधिकरण, यस्तो प्राधिकरणहरू चाहिँ नियामक निकायहरू हुन्छ, त्यस्तोमा चाहिँ अधिकृत भनेर यसरी खुलाएको हुन्छ है। अनि सूचना प्रविधि सहायक भन्ने चाहिँ यो अब कसले दिन पाउने, अधिकृत कसले दिन पाउने भन्दाखेरि अधिकृतमा पनि इन्जिनियर चाहिँ चाहिँदैन। इन्जिनियर चाहिँदैन। एका दुईमा कतै पहिला अलिकति पहिला, अब यो पछि बिचमा मुद्दा पनि पर्या हो होइन, किन एउटै सिलेबस इन्जिनियरलाई मात्रै दिने, किन अरूलाई नदिने भन्ने मुद्दा पनि पर्या हो। अहिले पछिल्लो टाइममा चाहिँ सबैले नै इक्विभ्यालेन्ट भनेर आउँछ, त्यसमा दिन पाइन्छ होइन। सूचना प्रविधि अधिकृत पाइन्छ। सूचना प्रविधि सहायक, यो सूचना प्रविधि सहायक भनेर चाहिँ राष्ट्र ब्याङ्ककोमा चाहिँ अब छ होइन। अरूमा पनि 5 तह, नर्मली 5 तह, 4 तह वरिष्ठ सहायक भनेर यसरी ब्याङ्कहरूमा पनि राख्ने गरेको छ। यसमा पनि
कोले दिन पाइन्छ भन्ने कुरा अलि डेप्थमा फेरि हामी हेर्छौँ होइन। तर यसमा पनि समग्रमा भन्नुपर्दा तपाईँको कम्प्युटर इन्जिनियर नै भनेर मागेको छैन। राष्ट्र ब्याङ्कमा चाहिँ थोरै अलिकति ओभरसियर भनेर मागिदिएको छ यो सहायकको लागि चाहिँ, त्यो पनि हामी हेर्छौँ। कम्प्युटर अपरेटर भनेको एउटा अर्को बेस्ट चोइस हुनसक्छ। कम्प्युटर अपरेटर किन बेस्ट चोइस हो भने तपाईँ कम्प्युटर अपरेटर निजामतीमा धेरै छ, धेरै नै पद खुल्छ यसमा होइन कम्प्युटर अपरेटरमा। र कम्पेरिटिभली तपाईँ ब्याचलर गरिसक्नु भएको छ र कम्प्युटरमै तपाईँले अब एउटा अध्ययन गरिराख्नु भएको छ, धेरै समय बिताइसक्नु भएको छ भनेपछि तपाईँलाई कम्प्युटर अपरेटरको टर्मिनोलोजीहरू अब त्यसमा आउने क्वेसनहरूमा तपाईँले डिल गर्न तपाईँलाई अलिकति सजिलो पनि हुनसक्छ। पाउन चाहिँ यो अलिकति ट्रेनिङ लिएको जसले पनि पाइन्छ भनेको छ, तर पनि जसले चाहिँ एकाडेमिक क्वालिफिकेसन नै कम्प्युटर रिलेटेड छ उहाँहरूको लागि यो प्लस पोइन्ट हुनसक्छ। अर्को सहायक कम्प्युटर अपरेटर होइन, त्यस्तै टेलिकम इन्जिनियर। म अलिकति स्पिडमा जान्छु यो चाहिँ, अनि त्यसपछि हामी सिलेबसहरू चाहिँ हेरौँला है त। अनि टेलिकम इन्जिनियर भनेको चाहिँ यो इन्जिनियरको लागि नै हो। टेलिकम इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर एन्ड कम्प्युटर इन्जिनियर, दुईवटा इन्जिनियर होइन। अब हामी आइटी रिलेटेड भनेको त्यही नै हो, त्यसमा मात्रै पर्छ। विद्युत प्राधिकरणमा सूचना प्रविधि अधिकृत भनेर पनि मागेको छ एका दुईपल्ट भने। अब यसमा चाहिँ प्राधिकरणमा चाहिँ यो कस्तो संस्था हो भने विद्युत प्राधिकरण भनेको इन्जिनियरहरूको संस्था हो कि यो। यसमा इलेक्ट्रिकल इन्जिनियरहरू धेरै हुन्छन् होइन, केही सिभिल इन्जिनियरहरू। अनि कम्प्युटरमा पनि माग्दाखेरि इन्जिनियर भनेर मागिदिन्छ कि यसमा। र कुनै कहिले यो चाहिँ अब अलिकति कम्प्युटर इन्जिनियरहरूलाई नै धेरै मागेको हुन्छ। अर्को प्रहरी है, नेपाल प्रहरीको चाहिँ प्राविधिक पद। अब यो धेरै मान्छेको आँखा नपरेको होइन, तर खोलिरहेको हुन्छ। यसमा नाम निकाल्न अलिकति कम्पेरिटिभली अन्त अलिक सजिलो जस्तो के, मान्छेहरूको आँखा झट्ट नपर्ने। यसको भ्याकेन्सी खोल्दा पनि प्रहरीको साइटमा खुल्या हुन्छ होइन। यसमा चाहिँ मान्छेहरूले खुलिरहेको हुन्छ तर धेरैले दिइरहेको हुँदैन। यो पनि एउटा चाहिँ बेस्ट अप्सन हुनसक्छ। यसमा पनि इन्जिनियर भन्ने चाहिँदैन, जुनसुकै फिल्डमा पनि हुनुहुन्छ भने तपाईँहरू दिन सक्नुहुन्छ। र अर्को भनेको स्थानीय तहमा, अहिले स्थानीय तहमा धेरै भ्याकेन्सीहरू खुल्न पनि गइरहेको छ र खुलिरहेको पनि छ। स्थानीय तह हाम्रो सङ्घीय संरचनामा गइसकेपछि प्रदेश सरकारले, प्रदेशको लोकसेवा आयोगले चाहिँ खुलाउने विभिन्न पदहरूमा हाम्रो सूचना प्रविधिको भ्याकेन्सी खुलिरहेको हुन्छ है त, खुल्दैछ र खुलिरहेको हुन्छ। र यति भन्दाखेरि थोरै अलिकति तपाईँहरूलाई के छ भने जति पनि तपाईँहरूले अहिले मैले देखाएको भ्याकेन्सीहरू देख्नुभयो, सबैमा एउटा कमन कुराहरू हुन्छ क्या। कमन कुरा के हुन्छ भने म्युट गरिदिनु होला प्लिज, कसैको त्यहाँ केही छ भने म एकैछिनमा लिन्छु तपाईँको। केही कन्फ्युजन छ र केही सुन्नेको छैन भने चाहिँ म्यासेज गरिदिनु होला ल। मैले के भन्दै थिएँ भने अब अञ्जनाजीको साउन्ड आएको छ, अलिकति म्युट गरिदिनु भयो भने सजिलो हुने थियो। ओके, थ्याङ्क यू। अब यहाँनिर हेर्नुहोस् है, कुनै पनि संस्थानले अथवा कुनै पनि निजामती सेवा अथवा सङ्घीय सेवाले चाहिँ तपाईँहरूलाई, हामीलाई किन लिन्छ त भन्ने कुरा छ क्या। किन लिन्छ भन्दाखेरि त्यहाँ गर्ने भएको कामहरू सजिलो होस्। एउटा सूचना प्रविधि अधिकृत अथवा कम्प्युटर इन्जिनियर अथवा चाहिँ कुनै कम्प्युटर अधिकृत अथवा चाहिँ कम्प्युटर अपरेटरको जेसुकै होस् होइन, भइसकेपछि के कुरामा उसको नलेज होस् भन्ने कुरालाई नै मध्यनजर राखेर उसले सिलेबस डिजाइन गरेको हुन्छ। जस्तै प्रोग्रामिङको यहाँ मैले सुरुमा C++ भनेको छ। C++ नै छ सिलेबसमा। किन भन्दाखेरि C++मा बेसिक कन्सेप्ट हुन्छ क्या। तपाईँको स्ट्रक्चरल प्रोग्रामिङ सीमा हुन्छ होला होइन, अथवा C++मा अब्जेक्ट ओरिएन्टेडको कन्सेप्ट हुन्छ होला। त्यो कोर कन्सेप्ट चाहिँ त्यसमा हुन्छ। हामीलाई कुनै फ्रेमवर्क अथवा चाहिँ पछि फेन्सी कुनै प्रोग्रामिङ ल्याङ्ग्वेज भन्दा पनि एउटा होइन स्ट्रक्चर चाहिँ बुझेको छ भने त्यसले चाहिँ पछि गएर किन त्यो चाहियो भन्दाखेरि तपाईँले कुनै पनि अर्गनाइजेसनमा काम गर्न गइसकेपछि त्यहाँ एउटा सफ्टवेयर बनाएको हुन्छ अथवा भेन्डरले बेच्छ, त्यो अफिसले किन्छ, त्यहाँ सफ्टवेयर चल्छ। अथवा तपाईँहरू आफैले इनहाउस डेभलप पनि गर्नु, त्यस्तो पनि हुनसक्छ। त्यो बेलामा या त तपाईँले आफै इनहाउस डेभलप गर्नुभयो भने तपाईँलाई प्रोग्रामिङको कोर नलेज नै चाहियो, धेरै नै चाहियो होइन भने पनि तपाईँले बेसिक प्रिन्सिपलहरू होइन, जति पनि प्रोग्रामिङको प्याराडाइमहरू होला, प्रोग्रामिङको कतिवटा प्याराडाइम छ, कुन खालको प्रोग्रामिङले कसरी काम गर्छ भन्ने कुरा बेसिक कन्सेप्टहरू तपाईँलाई थाहा हुनु पर्ला। त्यसै गरी अब डेटा स्ट्रक्चरहरू, एल्गोरिदमहरू होइन, अब कोर प्रिन्सिपल हाम्रो के अरे प्रोग्रामिङको जो लजिक बिल्ड गर्ने भनेको डेटा स्ट्रक्चरबाट नै हो भनिन्छ होइन। डेटाबेस म्यानेजमेन्ट सिस्टम, अब डेटाबेसमा चाहिँ जुनसुकै अफिसको पनि आफ्नो डेटा त हुन्छ नि त। सफ्टवेयर भेन्डरको हातमा के हुन्छ भने भेन्डरको हातमा चाहिँ सोर्स कोडहरू हुन्छ अनि एउटा सफ्टवेयरहरू हुन्छ, तर डेटा तपाईँको हुन्छ क्या जहिले पनि। तपाईँको एक्सेस बिना भेन्डरले पनि तपाईँको डेटालाई चलाउन पाउँदैन। यदि त्यस्तो हुन्थेन भने त
नेपाल प्रहरीको होइन, नेपाल प्रहरीले के राख्छ भन्नुहोस् त। नेपाल प्रहरीको त तपाईँको लाइसेन्सको डेटा हुन्छ, तपाईँसँग त्यसै गरी तपाईँको चाहिँ पुलिस रिपोर्टहरू हुन्छ होइन। यदि भेन्डरले त्यो चलाउन पाउँथ्यो भने त उसले के गर्न सक्थ्यो होला, मिसयुज गर्न सक्छ नि त पक्कै पनि होइन। तर के हुन्छ भन्दा डेटा तपाईँहरूको हुन्छ कि डेटा जो त्यहाँ अफिसर हुन्छ, आइटी अफिसर हुन्छ, अर्को हुन्छ, उसको हातमा हुन्छ, उसको कन्ट्रोलमा हुन्छ, उसको जिम्मेवारीको कुरा हुन्छ। त्यो कुरा तपाईँले म्यानेज गर्नुपर्ने हुन्छ। त्यसमा ब्याकअप गर्नुपर्ने होला। डेटाबेसमा चाहिँ डेटाबेसको ब्याकअप कसरी गर्ने, डिआर भनेको के हो, डिजास्टर रिकभरीहरू के हो होइन, तपाईँको डिआर साइटमा के कुराहरू राख्नुपर्छ, यो बेसिक टर्मिनोलोजीहरू जति पनि चाहिन्छ नि तपाईँलाई चाहिने कुरा नै सिलेबसले डिजाइन गरेको हुन्छ कि। हामीले पढ्दाखेरि ल यो पनि भने जस्तो लाग्यो भने जुन कुरा उसले तपाईँबाट काम लिनुपर्ने हुन्छ नेपाल सरकारले अथवा चाहिँ कुनै अर्गनाइजेसनले त्यही कुरा नि तपाईँलाई सिकाइरहेको हुन्छ क्या। त्यसरी पढ्नुभयो भने चाहिँ तपाईँलाई केही हदसम्म सजिलो पनि हुन्छ। त्यसै गरी कम्प्युटर नेटवर्क, यो जुनसुकै तपाईँको सूचना प्रविधि सम्बन्धी जुनसुकै सब्जेक्ट पढ्नुभयो भने पनि तपाईँको जुनसुकैमा पनि यो हुन्छ नै। हेर्नुभयो भने तपाईँले सिलेबसहरू हेर्नुभयो भने यति कुराहरू हुन्छ। कम्प्युटर नेटवर्क जहाँ पनि हुन्छ क्या। नेटवर्क त तपाईँको जहाँ पनि गर्नुपर्छ। सबनेटिङ होइन, तपाईँ अब कुनै अर्गनाइजेसनमा भेन्डरलाई काम लगाउँदै हुनुहुन्छ, भेन्डरले चाहिँ के गरिरहेको छ भने तपाईँलाई मेरो नेटवर्क एउटैमा छ होइन, मलाई सबनेट गरेर डिफ्रेन्ट नेटवर्क बनाइदिए भन्ने होला। अथवा चाहिँ तपाईँलाई मेरो चाहिँ भर्चुअल नेटवर्क भिल्यान गरिदिए भन्ने होला होइन। तपाईँको त्यहाँ फायरवाल होला, फायरवाललाई चाहिँ तपाईँले चलाउनु पर्ने होला, बाहिरको एक्सेस रोक्नुपर्ने होला, तपाईँको इन्टरनल नेटवर्कमा मात्रै चल्ने बनाउनु पर्ने होला, इन्टरनेट बनाउनु पर्ने होला। त्यस्तो कुराहरू चाहिँ कम्प्युटर नेटवर्कमा पर्छ। त्यही कुरा नै तपाईँको सिलेबसमा डिजाइन गरेर हुन्छ, त्यही अनुसारको क्वेसन आउँछ। फेरि हेर्नु तपाईँलाई सबनेटिङ गर्ने नै क्वेसन आइदिन्छ क्या। सबनेट गर्नुहोस्, यो चाहिँ नेटवर्कमा यतिमा गर्नुहोस्, यस्तो खालको एउटा रिपोर्ट बनाउनुहोस् होइन। अपरेटिङ सिस्टममा अब अपरेटिङ सिस्टम पनि किन इम्पोर्टेन्ट छ भन्नुहुन्छ भने तपाईँको अब त्यसमा सेड्युलिङ एल्गोरिदमहरू हुन्छ, सेड्युलिङहरू होइन। अनि तपाईँको अपरेटिङ सिस्टममा चाहिँ तपाईँको कोर प्रिन्सिपलहरू जति पनि कम्प्युटर कसरी चलिरहेको हुन्छ तपाईँको भनौँ न रेडहरू लगाइरहेको होला, त्यो आर्किटेक्चरमा पनि आउँछ र अपरेटिङ सिस्टम पनि आउँछ होइन। रेडहरू लगाइरहेको होला, तपाईँको अफिसमा सर्भर होला कि, सर्भर छ अरे, सर्भर म्यानेज भइरहेको छ, तपाईँले सर्भरमा मिररिङ गरिराख्नु भएको छ। त्यो कुन खालको मिररिङ हो तपाईँलाई थाहा हुनुपर्छ क्या। भेन्डरले गर्छ तर तपाईँलाई थाहा हुनुपर्छ। भोलि तपाईँलाई सोध्छ तपाईँको कुन लगाएको, मैले रेड 5 लगाएको हो कि रेड 4 लगाएको, थाहा हुनुपर्छ क्या। यो कन्सेप्टहरू तपाईँले चाहिँ पहिले नै सिकेर त्यही कुरा नै क्वेसन सोध्ने हो। अब सबैमा 1 by 1 जानुभन्दा पनि सफ्टवेयर इन्जिनियरिङको त्यस्तै छ होइन। सफ्टवेयर तपाईँलाई टिओआर बनाउनेदेखि लिएर तपाईँको लाइफ साइकल मोडल त अब बेसिक नै भइहाल्यो होइन। त्यो कुराहरू नै क्वेसन सोधिरहेको हुन्छ। त्यसै गरी तपाईँको चाहिँ सफ्टवेयर इन्जिनियरिङमा अब्जेक्ट ओरिएन्टेड प्रिन्सिपल होइन, अब्जेक्ट ओरिएन्टेडको पिलरहरू के हो, कुन प्रिन्सिपलहरूले कसरी काम गरिरहेको हुन्छ, यस्तै कुराहरू के। अनि डिजाइनको कुरा, अब डिजाइन पछाडि पनि होला, डिजाइन सिस्टम एनालाइसिस एन्ड डिजाइनमा आउँछ। त्यो डिजाइनहरू कसरी गर्नुहुन्छ तपाईँले, युज केसहरू कसरी बनाउनुहुन्छ। किनभने एट द एन्ड तपाईँले नै टिओआर बनाएर भेन्डरलाई हाम्रो सिस्टम यस्तो चाहियो, मलाई यो खालको डिजाइनवाला सिस्टम चाहियो भनेर तपाईँले रिक्वायरमेन्ट दिनुपर्ने हुन्छ क्या भोलिको दिनमा तपाईँ त्यहाँ जागिर खान गइसकेपछि। त्यसैले तपाईँलाई सिक्नुपर्छ। सेक्युरिटीको कुरा, साइबर सेक्युरिटी एट्याक भइरहेको हुन्छ। सरकारी साइटहरू हेर्नुहोस् त, कति सरकारी साइटहरू डाउन बनाइदिरहेको हुन्छन्। त्यो रेपुटेसनको कुरा हुन्छ भोलि गएर अर्गनाइजेसनको। सेक्युरिटी तपाईँले जान्नुभयो भने एटलिस्ट यो गऱ्यो भने, फिसिङ लिङ्क भनेको त यो हो। फिसिङ लिङ्कमा मैले क्लिक गरेँ भने त मेरो त भोलि गएर मेरो सबै मैले कम्प्रोमाइज गर्न सक्छु, मेरो युजर नेम पासवर्डहरू भन्ने कुरा त थाहा हुनु पर्यो एटलिस्ट। एसक्युएल इन्जेक्सन भनेको यो हो, अरू चाहिँ मेरो चाहिँ क्रस साइट स्क्रिप्टिङ भनेको यो हो भन्ने कुरा चाहिँ तपाईँलाई थाहा हुनु पऱ्यो क्या सेक्युरिटीमा होइन। आइडिएस पढ्नुभएको छ होला होइन, इन्ट्रुसन प्रिभेन्सन सिस्टम होइन। यस्तो कुराहरू चाहिँ फायरवालको पोलिसिजको कुराहरू, त्यो सबै कुराहरू चाहिँ तपाईँको साइबर सेक्युरिटीभित्र पर्न आउँछ। क्लाउड कम्प्युटिङमा चाहिँ तपाईँको कस्तो भने अहिले पछिल्लो टाइममा नेपाल सरकारले पनि के भनेको छ भने निजामती, प्योर निजामती हो भने चाहिँ एउटा त्यो निजामतीको एनआइडिसी भन्ने अफिस छ क्या, एउटा नेसनल इन्टिग्रेटेड डेटा सेन्टर एनआइडिसी है, एनआइडिसी भन्ने अफिस छ। त्यो अफिसमा चाहिँ तपाईँको सर्भर किनेर राखिएको छ र त्यहाँ जति पनि निजामती र केही सार्वजनिक संस्थानहरूलाई पनि दिएको छ होइन। सार्वजनिक संस्थानहरूले त्यहाँको सर्भर युज गर्न सक्छन् कि, त्यहाँको सर्भरमा आफ्नो सिस्टमहरू राख्न सक्छन्। त्यो भनेको के, त्यो क्लाउड हो कि। उनीहरूले तपाईँलाई उनीहरूको सिस्टम चलाउन दिएको छन् भन्नुको मतलब तपाईँ आफ्नो प्रेमिसेसभन्दा बाहिर गएर चलाइराख्नु भएको छ, तपाईँले क्लाउड सर्भिस लिइरहनु भएको छ। त्यो क्लाउड सर्भिस के हो, कसरी काम गर्छ, कसरी कम्प्युट हुन्छ, त्यसमा भिल्यानहरू बनाउनु पऱ्यो भने कसरी बनाउनुहुन्छ, यस्तो कुराहरू चाहिँ तपाईँलाई क्लाउड कम्प्युटिङमा सिक्नुपर्ने हुन्छ। यो जहाँसुकै यो मैले राखेको नै सबैबाट सिलेक्ट गरेर यो चाहिँ सबैमा हुन्छ भन्ने खालको
अनि अर्को कम्प्युटर अर्गनाइजेसन एन्ड आर्किटेक्चर होइन। कम्प्युटर अर्गनाइजेसन एकैछिन ल माथि पुग्यो। कम्प्युटर अर्गनाइजेसनहरू कसरी काम गरिरहेको छ। अब म अलिकति स्पिडमा जान्छु। वेब टेक्नोलोजी कसरी काम गर्छ। जति पनि एप्लिकेसनहरू तपाईँ चलाउनुहुन्छ ब्राउजरको थ्रुबाट चलाउनुहुन्छ, वेबमा चलाउनुहुन्छ। वेबमा एचटिटिपिएस होइन प्रोटोकल लगाएर एचटिटिपिएस थ्रुबाट तपाईँको एचटिएमएल रेन्डर गरेर नै काम भइरहेको होला। र त्यसले कसरी काम गर्छ, रिक्वेस्ट के हो, रेस्पोन्स के हो होइन, त्यसमा एपिआई भन्ने के हो, अनि टोकनहरू के हो, क्रोस भनेको के हो, यस्तो कुराहरू बेसिक टर्मिनोलोजीहरू तपाईँले सिक्नुभयो भने, जान्नुभयो भने त्यहीसँग रिलेटेड क्वेसनहरू आउँछ र त्यही नै हाम्रो लागि त्यही कुरा नै हामीले अनि एक्जाममा लेख्ने हो है त। त्यसै गरेर म्याथमेटिक्स र स्ट्याटिस्टिक्स पनि आउँछ। यो म्याथमेटिक्स र स्ट्याटिस्टिक्स चाहिँ यो छ नि जुन यो चाहिँ एकदमै जेनरिक चाहिँ होइन, मैले राखेँ होइन। तर म्याथमेटिक्स चाहिँ यो विशेष गरी जो चाहिँ इन्जिनियरिङको लागि भनेर फोकस गरिएको सिलेबस छ नि त्यसमा चाहिँ अलिक बेसी हुन्छ, अरूमा चाहिँ त्यो हुँदैन। र इन्जिनियरिङको छ भने चाहिँ त्यो चाहिँ कमन हुन्छ, त्यो चाहिँ म्याथमेटिक्सको स्टार्टहरू चाहिँ आइरहेको हुन्छ। अर्को इन्फर्मेसन सेक्युरिटी, त्यो साइबर सेक्युरिटीमै परि नै हाल्छ। अब गभर्नेन्स यो अहिले पछिल्लो टाइममा आएर ई गभर्नेन्स भनेर सबैले राखेका छन्। ई गभर्नेन्समा किन गभर्नेन्सको कुराहरू चाहिँ अलिकति नेसनल लेभलबाट नै उठिरहेको र सबैले गर्ने कुरा पनि हो। र अहिलेको नयाँ अब सिलेबसमा छ र अहिलेको नयाँ सरकारको स्पिरिट हेर्दाखेरि, तर सिलेबस डिजाइन गर्ने मान्छेहरू पनि अब सरकारकै थोरै अलिकति इन्ट्रेस्टमै हुने उनीहरूले काम गर्ने हुनाले यो गभर्नेन्ससँग रिलेटेड क्वेसनहरू चाहिँ अलिकति धेरै फस्छ जस्तो लाग्छ मलाई पनि। गभर्नेन्सको अलिकति इम्पोर्टेन्ट छ, यो कुराहरू आउँछ। अनि निजामतीमा है, विशेष गरी निजामती र केही संस्थानहरूमा चाहिँ जिके आउँछ कि जिके कति आउँछ भन्नुहुन्छ भने तपाईँले धेरै जान्नु पर्दैन। जस्तो अब शाखा अधिकृतहरू नै पढिराख्नु भएको जति पनि सरहरू हुन्छ उहाँहरूले पढ्ने जस्तै नै पढ्नु त पर्दैन। किन पढ्नु सक्नुहुन्छ नि पर्छ, तर अब किन पर्दैन भने तपाईँ त्यतिले गर्दा फेल चाहिँ हुनुहुन्न कि जिके नै बिग्रेर म फेल भएँ भन्ने चाहिँ हुँदैन। जबमा 25% त्यसको वेटेज हुन्छ। र हाम्रो यहाँ पनि अब हाम्रो निजामतीको शाखा अधिकृत साथीहरूले चाहिँ जिकेलाई चाहिँ अब कभर गर्ने हाम्रो प्लानिङमा हुनुहुन्छ, उहाँहरू हुनुहुन्छ होइन, जसले चाहिँ अलिकति जिके राम्रो छ, जसको चाहिँ जिके नै राम्रो गरेर नाम निकाल्नु भएको छ, उहाँहरूसँग तपाईँले एक्सपिरियन्सहरू सेयर गर्नु पाउनुभयो भने त्यसरी चाहिँ तपाईँहरूलाई सजिलो पनि होला। यो छ है त। र यतिमा कसैको केही क्वेसन छ भने सोधिहाल्नु, अनि म अलिकति थोरै कुनमा कस्तो खालको सिलेबस छ भन्ने कुराको थोरै, आज ओरिएन्टेसन क्लास नै भएको हुनाले म अब धेरै डेप्थमा भन्दा पनि सर्फेसियली तपाईँलाई यो कुरा हुन्छ र कसको लागि हो त, यो को चाहिँ पढ्नुहुन्छ, को पढ्नुहुन्न हेर्दाखेरि त सबैजना पढ्ने जस्तो नै डिजाइन छ होइन, कोर्सको सिलेबसको डिजाइन त्यसो नै छ। त्यस्तो कसैलाई चाहिँ केही कन्फ्युजन यहाँसम्म छ भने प्लिज मलाई सोधिदिनु होला र म नभए अगाडि जान्छु। केही छ कन्फ्युजन कसैलाई? ओके, छैन जस्तो लाग्यो है। अब सुरुमा जाउँ। हाम्रो सरकारी सेवा भन्ने बित्तिकै सबैले बुझ्ने, सबैजनाको मनमा पहिला आउने भनेको निजामती सेवा हो। च्याटमा कसैले केही लेख्नु भएको छ र? ओके ल एकैछिन है, यहाँ क्वेसन लेख्नु भएको रहेछ, म त्यसमा अलिकति विनय अधिकारीजीले लेख्नुभएको छ। एल्गोरिदम लेख्दा कुन ल्याङ्ग्वेजमा लेख्ने इक्जाममा, कि स्पेसिफिक ल्याङ्ग्वेज भनेर सोध्छ सर इक्जाममा? एल्गोरिदम लेख्दाखेरि तपाईँको चाहिँ एल्गोरिदम भनेर सोद्धाखेरि सुरु गर्ने लेख्ने हो। तपाईँले कुनै स्पेसिफिक भनेर त्यसरी आउँदैन। जस्तो के चाहिँ हुनसक्छ भने तपाईँलाई सी भन्ने सिलेबस, सी भन्ने चाहिँ सब्जेक्टबाट सीमा नै प्रोग्राम लेख, यो प्रोग्राम लेख भन्ने क्वेसन आउन चाहिँ सक्छ है। तपाईँको सिलेबसमा सी प्रोग्रामिङ भएको र सी प्लस प्लस भएको र सीमा यो वाला जस्तो भनौँ न हामीले पढिरहेको नै क्वेसन चाहिँ कस्तो भन्दाखेरि प्यालिन्ड्रोम नम्बर अरू चाहिँ तिम्रो चाहिँ प्राइमेरी हुन्छ नि प्राइम नम्बरहरू, यस्तो खालको फाइन्ड आउट गर्ने कहिले काहीँ सोधिदिन्छ कि त्यो प्रोग्राम सोध्ने हो कि त्यो प्रोग्राम सोद्धाखेरि चाहिँ त्यो हुन्छ होइन। एल्गोरिदम भन्यो भने जस्तै कुनै एल्गोरिदम होला, एक्रोस्कल एल्गोरिदम होला, कुनै एल्गोरिदम छ भने तपाईँले सुडो कोड नै लेख्ने हो। एल्गोरिदममा त अझ स्टेप्सहरू भनेर लेखिन्छ, त्यसमा कोड पनि लेख्नुपर्ने भन्दा पनि त्यो लेख्ने है त। अर्को चाहिँ सर कम्प्युटर इन्जिनियरिङ र आइटी अफिसर या कम्प्युटर अधिकृतले गर्ने काम चाहिँ के हो सरकारी निकायमा? राम्रो क्वेसन सोध्नुभयो। यस्तो छ है, निजामतीमा भन्नुहुन्छ भने निजामती सेवामा र संस्थानहरूमा अलिकति फरक छ। निजामतीमा भन्नुहुन्छ भने कम्प्युटर इन्जिनियर
भनेर जतिजना सरहरू हुनुहुन्छ र कम्प्युटर अधिकृत भनेर सरहरू हुन्छ उहाँहरूको थोरै जब डिस्क्रिप्सनमा थोरै फरक चाहिँ राखेको हुन्छ होइन। इन्जिनियरकोमा चाहिँ जस्तै अब डिजाइनिङको कामहरू बढी गराउने होइन। अब तपाईँ अलिकति हुन्छ नि कुनै एउटा ठुलो प्रोजेक्ट आउँदैछ तपाईँको, अरू चाहिँ तपाईँको अफिसमा चाहिँ डेटाबेस डिजाइन गर्नु पऱ्यो, अरू चाहिँ आर्किटेक्चर डिजाइन गर्नु पऱ्यो, डिजाइनको काम बढिदिने। अब त्यो टिओआरमा भएको कुरा है। त प्र्याक्टिकलमा के छ भने म भन्छु, प्र्याक्टिकल केसमा चाहिँ अलिकति फरक पनि छ फेरि। अब आइटी अफिसर कम्प्युटर अधिकृतले गर्ने पनि त्यही नै हो। तर आइटी अफिसर र कम्प्युटर अधिकृत भन्ने चाहिँ एउटा कम्प्युटर अधिकृतले चाहिँ के गर्छन् भन्दा कम्प्युटरको नै काम गर्छन्। जस्तो कम्प्युटर अपरेटरले जे काम गर्नुहुन्छ उहाँले त्यही नै काम गर्नुहुन्छ, तर उहाँको बढुवा पोस्ट जस्तो हो क्या कम्प्युटर अधिकृत चाहिँ निजामतीमा है। तर अरू ठाउँमा आइटी अफिसर अनि कम्प्युटर अधिकृत एउटै नै हुन्छ। अर्को चाहिँ के छ, ओके बिआइएम भन्नुभएको छ है। ओके बिआइएम पास आउटले आइटी अफिसर वा कम्प्युटर अफिसरमा को इक्जाममा दिन पाउँछ कि नै भन्नुभएको छ। दिन पाउँछ। कुनमा पाउनु छ भन्दाखेरि तपाईँ आइटी अफिसर कम्प्युटर अफिसरमा इक्जाम दिन पाउँछ, बिआइएमले पाउने नै हो। इनफ्याक्ट मेरो अफिसमा मैले जहाँ काम गरिरहेको छु त्यहाँ एकजना बिआइएम पढेको नै एकजना मिस हुनुहुन्छ होइन, उहाँ आउनुभएको छ। उहाँ चाहिँ आउनु चाहिँ सहायकमा आउनुभएको हो, तर त्यो पाइन्छ। त इक्विभ्यालेन्ट भनेर लेखेको ठाउँमा चाहिँ बिआइएमले चाहिँ पाउँछ है त। कति इयर्स लाग्छ भन्नुभएको छ। ठिकै छ, क्वेसनहरू यहाँ टन्नै आएको छ होइन। म अलिकति अगाडि यो मैले जुन चाहिँ प्रेजेन्टेसन दिन खोजेको छु त्यो नै सकाएर नै तपाईँलाई दियो भने तपाईँहरूको कतिवटा क्वेसनको एन्सर चाहिँ यहीँ छ क्या, मैले भन्ने कुरामा नै आइसकेको छ। कोडिङ नलेज कतिको चाहिन्छ भन्नुभएको छ। कोडिङ नलेज चाहिँदैन है, चाहिँदैन। तर तपाईँहरूले जुन इक्जाममा आउने क्वेसनहरू चाहिँ सल्भ गर्न सक्ने हुनुपर्छ। एउटा दुइटा आउन सक्छ कहिलेकाहीँ, धेरै आउँदैन। प्रोग्रामिङ नलेज धेरै चाहिँदैन। तपाईँको निजामती सेवामा काम गर्ने कम्प्युटर इन्जिनियरहरू, कम्प्युटर अफिसरहरू र कति सूचना प्रविधि अधिकृत भनौँ न आइटी अफिसरहरूलाई चाहिँ कोडिङको आउँदैन, कोडिङ गर्न आउँदैन। तर उहाँले के गर्नुहुन्छ, कोडिङ गर्न नआए पनि डकुमेन्टेसन उहाँहरूले गर्न आउनुपर्छ, डकुमेन्टेसन जान्नु पऱ्यो, नेटवर्किङको कुराहरू जान्नु पऱ्यो। र पछि गएर तपाईँ जुन सेवामा जानुहुन्छ, जुन अफिसमा कार्यालयमा जानुहुन्छ त्यहीँ गएर तपाईँले ट्रेनिङ पनि लिन सक्नुहुन्छ। मलाई चाहिँ यो कुराको ट्रेनिङ चाहिन्छ, ट्रेनिङको लागि बजेट छुट्याएको हुन्छ, ट्रेनिङ लिन सकिन्छ है त। ल अब म यहाँ अलिकति यो धेरैजना सर मिसहरूको चाहिँ त्यहाँ फिडब्याक के अरे क्वेसनहरू आएको छ, म एकैछिनमा लिन्छु यो। र मैले भन्न लागेको कुराहरू चाहिँ पहिला म सकाइ नै हाल्छु है त। निजामती सेवामा है के भनेर सोधेको छ, ल हेर्नुहोस् है त। निजामती सेवामा तपाईँको राख्यौँ। निजामती सेवामा चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर साइन्समा स्नातक, कम्प्युटर अधिकृतको लागि है, कम्प्युटर साइन्समा स्नातक, कम्प्युटर इन्जिनियरिङमा स्नातक वा प्रमुख विषय कम्प्युटर साइन्स लिई 3 वर्ष स्नातक वा विज्ञानमा फिजिकल स्नातक गरी स्वीकृत संस्थाबाट सिस्टम एनालाइसिस डिजाइन एन्ड सफ्टवेयर डेभलपमेन्टमा 9 महिनाको डिप्लोमा गरेको। यो पछाडिको 9 महिनाको डिप्लोमा गरेको प्राप्त गरेकोमा चाहिँ नजानु अहिले, किन तपाईँहरू मलाई लाग्छ कि यहाँ कोही पनि साइन्सको फिजिकल ग्रुपहरू आउनुभएको छ जस्तो मलाई लाग्दैन। कोही हुनुहुन्छ भने हात उठाउनु होला। साइन्सको फिजिकल ग्रुपले पनि त्यो ट्रेनिङ गऱ्यो भने पाइने भनेर एउटा राखेको छ है त। त्यो छ भनेपछि यहाँ तपाईँहरू प्रमुख विषय कम्प्युटर साइन्स लिई भनेको छ नि। कम्प्युटर साइन्स भनेको यो कम्प्युटर साइन्स भनेर झुन्डेको मात्रै होइन, बिआइएम पनि पर्छ क्या यसमा। तपाईँ बिआइएम हुन्छ भने पनि त्यसमा पर्छ। अर्को कम्प्युटर इन्जिनियर भनेर सोध्यो भने चाहिँ यो इन्जिनियरिङ नै हो। इन्जिनियरिङमा चाहिँ इलेक्ट्रोनिक्स इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र दुईटामा स्नातक गरेको। इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स होइन, इलेक्ट्रोनिक्स झुन्डेको भएर इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स भनेर इलेक्ट्रोनिक्स छ भने चाहिँ त्यसलाई पनि दिने भनेर यसरी राखेको छ। इलेक्ट्रोनिक्स र कम्युनिकेसन इन्जिनियरिङमा स्नातक त उत्तीर्णले चाहिँ अप्लाई गर्न मिल्छ निजामतीको। ल यसमा चाहिँ कन्फ्युजन नहोला। के कसरी क्वेसन आउँछ भन्दा अब क्वेसनको प्याटर्न भनौँ है तपाईँहरूलाई। जति पनि यो सरकारी सेवामा अरू हुन्छ नि, जस्तै अफिसर हुन्छ अरूहरूमा पहिला फर्स्ट पेपर हुन्छ, फर्स्ट पेपरको रिजल्ट आउँछ, रिजल्ट आएपछि पास कि फेल भन्ने थाहा हुन्छ। त्यो पास भएकोले मात्रै सेकेन्ड पेपर थर्ड पेपर एटेम्प गर्न पाउने भन्ने हुन्छ। तर हाम्रो यो आइटीको फिल्डमा त्यस्तो हुँदैन। हाम्रोमा 2टा पेपर हुन्छ राष्ट्र ब्याङ्कको बाहेक, राष्ट्र ब्याङ्क र एउटा त्यो बिमा प्राधिकरणको होइन, तिनीहरूको बाहेक 2टा पेपर हुन्छ। 2टा पेपरमा एउटा पेपर चाहिँ के हुन्छ भने तपाईँको सब्जेक्टिभ हुन्छ, सब्जेक्टिभ है।
ब्याङ्कहरूकोतिर नजाने है, ब्याङ्कमा अलिकति फरक छ। निजामतीको मात्रै म कुरा गर्दैछु। एउटा 100 मार्क्सको सब्जेक्टिभ क्वेसन हुन्छ। सब्जेक्टिभ भनेको टिक लाउने क्वेसन, त्यसरी बुझौँ है त। के अरे सब्जेक्टिभ भनेको टिक लाउने होइन, अब्जेक्टिभ भनेको टिक लाउने क्वेसन है। अब्जेक्टिभ हुन्छ 100 मार्क्स अब्जेक्टिभ हुन्छ, अब्जेक्टिभमा टिक लाउने क्वेसन। र अर्को 100 मार्क्स चाहिँ सब्जेक्टिभ हुन्छ, त्यो भनेको थ्योरी होइन, हामीले लेख्ने सब्जेक्टिभ क्वेसनहरू हुन्छ। त्यो 100 मार्क्समा 100 मार्क्सलाई तपाईँले टिप्न पनि सक्नुहुन्छ, कतिजनालाई थाहा पनि होला। त्यो 100 मार्क्समा 50 मार्क्स चाहिँ तपाईँको आफ्नो सब्जेक्टको के तपाईँको जुन चाहिँ आइटी पढ्नुभएको छ नि त्यहीबाट आउँछ। 50 मार्क्स चाहिँ त्योबाट आउँछ। र 50मा अब कति बाँकी रह्यो? 50 बाँकी रह्यो होइन। 50मा चाहिँ 25 मार्क्स चाहिँ तपाईँको जिके आउँछ कि 25 मार्क्स चाहिँ जिके आउँछ। त्यही भएर जिके मात्रै पढिराख्नुपर्छ भन्ने छैन। जिकेमा तपाईँको लगभग 10-15वटा मिलिहाल्यो भने तपाईँ कम्पिटिसनमा आइ नै हाल्नुहुन्छ होइन। 25 मार्क्सको जिके हुन्छ। र अर्को बाँकी रहेको 25 मार्क्स भनेको तपाईँको आइक्यू हुन्छ, निजामतीमा आइक्यू हुन्छ। त्यसरी 100 मार्क्स हुन्छ। त्यसरी एमसिक्यूलाई हामी 1.5 घन्टाको टाइम दिएर हामी त्यसमा पहिलो दिनमा त्यो गर्छौँ। र भोलिपल्टै जुन दिनमा तपाईँको अब्जेक्टिभको इक्जाम भयो त्यसको भोलिपल्टै नै सब्जेक्टिभको इक्जाम हुन्छ। त्यसमा चाहिँ टेक्निकल सब्जेक्ट मात्रै, त्यो जिके आइक्यू केही आउँदैन त। जुन तपाईँले सिलेबसमा पढ्नुभएको छ, जुन हामी यहाँ पढाउँछौँ अहिले, त्यो पढाउने कुरा नै तपाईँको क्वेसन आउँछ। र अर्को कुरा तपाईँलाई भन्नुपर्ने कुरा, त्यहाँ अघि सरहरूले कतिजनाले भन्नुभयो भने नाम कति टाइममा निस्किन्छ त, कति महिनामा निस्किन्छ भन्यो भने तपाईँले कन्सिस्टेन्सी दिन सक्नुभयो भने, आजको दिनबाट सुरु गर्नुभयो भने, अब कार्तिकको यो निजामतीको कुरा गरिरहेको छु मैले, कार्तिकको अन्तिम बुधबार तपाईँको भ्याकेन्सी खुल्छ टेक्निकलको है। कार्तिकको आजको दिनबाट तपाईँले पढ्नुभयो र दिनमा 3-4 घन्टा मात्रै कन्सिस्टेन्सी हुनु पऱ्यो है। त्यो छुट्याउनु भयो र सर हेर्दै जानुभयो भने त्यति बेला तपाईँलाई एकदम सजिलो हुन्छ। जसले त्यो खास हाम्रो के हुँदो रहेछ भने यो आइटीको हामीसँग धेरै छ क्या, हाम्रो के भन्छ अरे हामीसँग अप्सन धेरै छ क्या। अप्सन के धेरै छ भन्दा कतिजना विदेश जाने होला अप्सन के, कतिजनाको चाहिँ फेरि अर्को कतै होइन म कम्पनीमा काम गर्छु, आइटी कम्पनीमा कतै कम्पनीमा काम गर्छु भन्ने होला। कतिजना कहीँ आइटी पढेको मान्छेले कहीँ न कहीँ केही भएन भने कलेजमा स्कुलमा पनि पढाएर भए पनि केही न केही भइरहेको हुन्छ। त्यो डिस्ट्र्याक्सन हुँदो रहेछ क्या। कोही पनि डेडिकेटेड भएर 1 वर्ष पढेको मान्छे मैले चाहिँ एकदमै रेयर देखाएको छु, त्यो देखेकै छैन भन्दा पनि हुन्छ। तर जसले त्यो कन्सिस्टेन्सी दिएर 6-7 महिना पढ्छ त्यसले चाहिँ निकाल्छ नि। त्यो चाहिँ यो डिस्ट्र्याक्सन धेरै छ, जो फोकस हुन्छ उसले चाहिँ नाम निकाल्छ। त्यस्तो खालको चाहिँ देखिन्छ क्या मार्केटमा। यो मैले भन्नुभन्दा नि यो अब्जर्भेसनबाट त्यस्तै नै देखिन्छ। कसैले 4-5 महिना कसेर पढिदिएको छ भने त्यसले नाम निकाल्छ क्या, त्यस्तै नै देखिन्छ। थोरै कुरा लकमा पनि हुन्छ। तर अब अनि तपाईँहरूले एप्लाई गर्ने बेलामा यो गर्ने बेलामा चाहिँ एउटा कुनै संस्था, कुनै निजामती अथवा सङ्घीय संसद अथवा कुनै भनेर कुरेर बस्ने होइन, तपाईँ पढेर बस्ने हो क्या। पढेर बस्ने हो, जहाँ खुल्छ नि त्यहाँ दिने हो। त्यो पढेर बस्ने, जहाँ खुल्छ त्यहाँ दिने हो। किनभने खुल्छ 2टा 3टा कहिलेकाहीँ एउटा यस्तो खोलिदिन्छ क्या। तर वर्षभरि खोलेको हेर्नुभयो भने 25-30वटा हुन्छ क्या। त्यो वर्षभरि खोलेको हेऱ्यो भने, सबै ठाउँमा खोलेको हेऱ्यो भने। अरूको के हुन्छ भने अरूको 25-30वटा एकैचोटि खुल्छ, उनीहरू हजारौँमा दिन्छन्। अनि उनीहरूलाई मोटिभेसन के हुन्छ, 25वटा खोलेको छ भन्ने हुन्छ। तर हाम्रोमा के हुन्छ, एउटा दुईटा गर्दा गर्दै 25वटा हाम्रो पनि खुल्छ। तर मान्छेलाई के हुन्छ, एउटामा के दिने भन्ने हुन्छ क्या। त्यहीँनिर बिग्रिन्छ। पढेर बस्ने, जहाँ खुल्छ त्यहीँ दिने। अघि मैले भने 80% कोर्स सिमिलर छ। 80% कोर्स कभर गरेर बस्नुहोस्। जुन तपाईँको अफिसको खुल्छ त्यो अफिसको खुल्दाखेरि उसको अफिसको त्यो संस्थाको केही कुराहरू राखेको हुन्छ क्या। नियम होला, विनियमावली होला होइन। संविधान त अब धेरैमा कमन नै हुन्छ, संविधान पढेर बस्दा भइहाल्यो। केही कुराहरू चाहिँ अलिकति हुन्छ, त्यो कुरा तपाईँले 1 महिनामा कभर गर्न सक्नुहुन्छ क्या। अनि तपाईँसँग अझै 2 महिना एक्स्ट्रा टाइम हुन्छ रिभिजन गर्नलाई। अनि तपाईँसँग एकदमै प्लस पोइन्ट हुन्छ। त्यही भएर जतिजनाले तपाईँ अब नाम निकालेको दाइ दिदीहरू, म नै पनि हो एउटा इक्जाम्पल होइन, जतिजना हेर्नुहोस् उहाँहरूले चाहिँ पढेर बस्नुहुन्छ। त्यो आयो अनि त्यसपछि अब म पढ्छु भनेर फर्म भर्ने दिनसम्म पनि फर्म भर्ने कि नभर्ने भन्दै अनि त्यो फर्म भरिसकेपछि अब त पढ्नु पऱ्यो भन्ने चाहिँ होइन क्या। त्यसरी चाहिँ तपाईँलाई के हुन्छ त्यसरी भने अलिकति पढेर त निस्किनु पाएछ भन्ने चाहिँ हुन्छ। निस्किन चाहिँ अब लक नै फेभर गर्नुपर्छ। त्यही भएर अहिलेबाट नै पढ्नु पऱ्यो है त। हामीले त्यही भएर अहिले अब जेठको अन्तिम, अब असारको सुरुबाट नै हामीले सुरु गऱ्यौँ भने कार्तिकको लागि हाम्रो टार्गेट हो निजामतीमा। र त्यसै गरी अब त कार्यतालिका आइसकेपछि विभिन्न संस्थाहरूको पनि आइसकेको हुन्छ। कसैको आवाज आएको छ, म्युट गरिदिनु होला। म्युट गरिदिनु होला है कसैको। अर्को एउटा सङ्घीय संसदमा खुल्छ क्या।
सङ्घीय संसदमा खोल्छ एकदम राम्रो चल्छ। तपाईँ सङ्घीय संसदमा 50% भत्ता हुन्छ कि। हाम्रो एकजना सरको त्यहाँ अनम्युट भइरहेको छ है। प्रज्ञानम नै लेखाएको छ हाम्रो। ओके ल, सङ्घीय संसदमा प्रोग्रामर भनेर खुलाउँछ। यो एकदम राम्रो छ। कसैलाई चाहिँ प्रोग्रामिङमा इन्ट्रेस्ट छ त्यस्तो छ भने, र इन्ट्रेस्ट नै छैन भने पुरा म पाएँ भने चान्स पाएँ भने गर्छु, तर अहिले चाहिँ आउँदैन भन्ने मान्छेलाई पनि, अहिले चाहिँ मैले गरेको छैन तर मैले चान्स पाएँ भने चाहिँ गर्छु भन्ने मान्छेलाई पनि तपाईँले नाम निकालेर सर्टेन क्राइटेरिया पास गर्नुभयो भने तपाईँलाई त्यहीँ नै ट्रेनिङ हुन्छ, त्यहीँ सिक्नुहुन्छ तपाईँले। र यो सङ्घीय संसदको एउटा प्लस पोइन्ट भनेको 50% भत्ता नै हुन्छ। र संसदको जब भनेको तपाईँको एकदमै के भन्छ राम्रो, अलिकति हाई प्रोफाइलहरूसँग उठबस हुने खालको जब पनि मानिन्छ यसलाई। र संसदमा भएको सबैजनाहरूसँग भेट हुन्छ है, प्रधानमन्त्रीदेखि लिएर सबैजनासँग तपाईँको चिनजान पनि हुनसक्ला। अब यो चाहिँ अलिकति राम्रै जब कम्प्युटर प्रोग्रामर भनेर माग्छ। यसमा चाहिँ तपाईँ कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, आइटी जुनसुकै भन्नुहोस्, तपाईँ सबैको लागि हो यो कम्प्युटर प्रोग्रामर होइन। सङ्घीय संसदमा सूचना प्रविधि भनेर मागेको हुन्छ, सूचना प्रविधि अधिकृत को इक्वालेन्ट हो कम्प्युटर प्रोग्रामर होइन। त्यसमा चाहिँ तपाईँले अब इलेक्ट्रोनिक्स इन्जिनियर पनि यसमा त स्क्रिनसट राख्दा आएको छ, कोही हुनुहुन्छ भने उहाँहरूलाई पनि इलेक्ट्रोनिक्सले पनि पढ्ने कुराहरू आधा आधी जस्तो त लगभग मिल्ने हाल्छ कम्प्युटरको होइन। यो संसदको कुरा भयो। संसदको चाहिँ अब सेम अघि मैले भनेको जस्तै नै 100 र अब्जेक्टिभ 100 नम्बरको, त्यो अघि मैले जे भने सबै त्यही नै हो, किन यो पनि निजामती नै हो। निजामतीको एउटा ब्रान्च जस्तो भनौँ न। निजामतीमा यता कम्प्युटर इन्जिनियर, कम्प्युटर अधिकृत भने जस्तै कम्प्युटर प्रोग्रामर भन्ने पनि छ, जुन सङ्घीय संसदमा छ भनेर बुझ्नु होला। नेपाल प्रहरीको म अलिकति छिटो भन्छु यसमा होइन। नेपाल प्रहरीको अलिकति हामीले अरू पनि हेर्नुपर्ने भएको भएर नेपाल प्रहरीमा चाहिँ प्राविधिकमा प्रहरी निरीक्षक होइन, नायब निरीक्षक र सहायक निरीक्षक गरेर चाहिँ हामीले दिन सक्छौँ। यसमा बिसिएस, आइटी, बिआइटी, बिसिए होइन सबैले दिन पाइन्छ, सबैले दिन पाइन्छ। यसमा अब प्रहरी निरीक्षकमा पनि दिन पाइन्छ भनेपछि अब यसमा अलिकति अब यो अलिक थोरै कन्ट्रोभर्सियल चाहिँ के बनाइदिएका छन् भने यो के भन्छ राष्ट्र ब्याङ्कमा होइन, नेपाल प्रहरीमा एउटा कुरा क्लियर के छ भने ब्याचलर पास भएको भयो भने तपाईँलाई अधिकृत दिन पाइन्छ भन्ने क्लियर छ क्या, सबैलाई छ त्यो। ब्याचलर तपाईँ पास हुनुभयो भने तपाईँले अधिकृत दिन पाउनुहुन्छ। तर सुब्बा सरहको, नासु सरहको होइन पद छ नि जुन, तर कम्प्युटरकै चाहिएछ भने चाहिँ कतिवटा संस्थामा के छ भने कुनै पनि त्यस्तो ठ्याक्कै डेडिकेटेड कोर्स त छैन। बिसिए भनेको जस्तै, सिएसआइटी भनेको जस्तै +2 मा त छैन, डेडिकेटेड कोर्स छैन। उनीहरूले के गर्छन् भने त्यसलाई कभर गर्नको लागि ओभरसियर गरेको भनेर राखिन्छन् क्या, इन्जिनियरिङ डिप्लोमा गरेको। ठ्याक्कै नेपाल राष्ट्र ब्याङ्कको पनि त्यही छ। नेपाल राष्ट्र ब्याङ्कको कतिजनाले मैले बिसिए पढेको दिन पाइनँ भन्नुहुन्छ। तपाईँले दिन पाउनुहुन्छ तर अफिसरमा दिन पाउनुहुन्छ क्या। तपाईँले सहायकमा दिन खोज्नुभयो भने बिसिएको सहायकमा खोज्नुभयो भने तपाईँलाई इन्जिनियरिङ डिप्लोमा इन्जिनियरिङ गरेको भनेर मागिदिन्छ। त्यो कुरा चाहिँ क्लियर हुनु होला है। नेपाल प्रहरीको केसमा पनि त्यस्तै छ। तपाईँले +2 वाला मागेको छ भने +2 मा कम्प्युटरको अरू कुनै नभएको भएर डिप्लोमा मागिदिन्छ, डिप्लोमा इन्जिनियरिङ गरेको मागिदिन्छ। अनि कन्फ्युजन के हुन्छ, कसैले ब्याचलर इन्जिनियरिङ गरेको छ भने त्यसले पाउँछ क्या, फेरि ब्याचलर इन्जिनियरिङ गरेको छ भने पाउँछ, किनभने डिप्लोमा इन्जिनियरिङ भन्दा माथिल्लो कोर्स भयो नि त त्यो। ब्याचलर इन्जिनियरिङ अनि अरूलाई चाहिँ फेरि तपाईँको त्यसमा पर्दैन भने अब त्यो खालको अलिकति यहाँ सुधार्नुपर्ने कुरा जस्तो लाग्छ। अब त्यो छ है, त्यो बुझ्नु होला। त्यसै गरी अब यो हाम्रो नेपाल प्रहरीको नै हो। नेपाल अब ब्याङ्किङ सेक्टरमा आयो, हामीसँग ब्याङ्किङ सेक्टर है। अर्को एकदम चार्मिङ भनेको फाइनेन्सियली चार्मिङ है। त्यो पावर एक्सर्साइज गर्दिनँ मलाई लिङ्क सिङ्क चाहिँदैन, मलाई सचिव मन्त्रालयको सचिव चिन्नु छैन भन्नुहुन्छ भने र मलाई पैसासँग इन्ट्रेस्ट छ भन्नुहुन्छ भने ब्याङ्किङ चाहिँ बेस्ट। ब्याङ्किङ करियर ब्याङ्किङमा किन बेस्ट हो भन्दाखेरि लोनको कुरा हुन्छ। तपाईँ 3 वर्ष, 5 वर्ष, 3 वर्ष काम गरेपछि तपाईँलाई 50-60 लाख 1 करोडसम्म लोन दिन्छ ब्याङ्कले होइन, लोन दिन्छ। तपाईँले बिना ब्याजे पैसाहरू चलाउन पाउनुहुन्छ। तपाईँलाई विभिन्न खालको 18 महिनादेखि 24 महिना, कुनै ठाउँमा त 36 महिनासम्मको स्यालेरी खान्छन्। त्यो हिसाबले पैसाको हिसाबले तपाईँलाई चाहिँ ब्याङ्किङ एकदम खतरा हुन्छ, ब्याङ्किङ चाहिँ एकदम राम्रो हुन्छ है। अब ब्याङ्किङमा तपाईँको इन्ट्रेस्ट छ भने ब्याङ्किङमा तपाईँको 3टा ब्याङ्क हो, सरकारी ब्याङ्क हेर्नुहोस्, 3टा ब्याङ्क हो है। अब 4वटा भन्नुहुन्छ फेरि कसैले, 4वटा भन्दा पनि 3टा ब्याङ्क हो। 3टा ब्याङ्कमा एउटा नेपाल ब्याङ्क हो, एउटा वाणिज्य ब्याङ्क हो, एउटा कृषि विकास ब्याङ्क हो, र तिनीहरू सबैलाई नियमन गर्ने राष्ट्र ब्याङ्क हो क्या। राष्ट्र ब्याङ्क भन्दा राष्ट्र ब्याङ्क हो, अब रेगुलेटरी हो 4वटा भनेर बुझ्नु पर्यो।
त्यो ब्याङ्कमा तपाईँलाई ब्याङ्किङ करियर हेर्ने मान्छेले निजामती हेर्दैन, फेरि कसैले त्यस्तो हुन्छ है, कसैको इन्ट्रेस्ट हो नि। कसैलाई फेरि मलाई एकदमै पावर चाहिन्छ, मलाई त मन्त्रालयको जागिर मन्त्रीसँग उठबस चाहिन्छ भन्ने भने फेरि उतापट्टि निजामती होइन। त्यो आफ्नो आफ्नो इन्ट्रेस्टको कुरा नि हुन्छ। तर तपाईँहरूले गर्ने चाहिँ के हो भने जहाँ खुल्छ त्यहाँ दिने हो। एकचोटि नाम निकालेपछि चुज गर्ने अप्सन तपाईँको, तर पहिलोचोटि नाम निकाल्दा जहाँ खुल्छ त्यहाँ दिने हो होइन। त्यो हिसाबले चाहिँ ब्याङ्कमा हेर्नुभयो भने नेपाल ब्याङ्कमा चाहिँ प्लस पोइन्ट के छ भन्दा मान्यता प्राप्त अब अफिसरको लागि ब्याङ्कमा के हुन्छ भने अफिसरको लागि ब्याङ्कमा है, राष्ट्र ब्याङ्कमा भनेको छैन मैले, त्यो 3टा ब्याङ्कमा अफिसरको लागि मास्टर्स माग्छ क्या, अफिसरको लागि मास्टर्स माग्छ। तर सजिलो के हुन्छ भने सहायकमा छिर्ने, सेवा सुविधा पैसाको कुरा हेर्नुहुन्छ भने त सहायकलाई अफिसरलाई जित्छ क्या, निजामतीको अफिसरलाई सहायकले जित्छ क्या, त सहायकबाट छिर्ने। सहायकमा तपाईँले अघि बिआइएम भन्दै हुन्थ्यो कसैले, सबैले पाउँछ होइन, बिसिए बिआइएम सिएसआइडी सबैले पाउँछ। नेपाल ब्याङ्कको तपाईँको यस्तो खालको छ, यहाँ सहायक प्रबन्धक भन्यो भने प्रबन्धक भन्छ क्या, अफिसरलाई प्रबन्धक भन्छ, सहायक प्रबन्धक भन्छ। त्यो 6 तह हो, 6 तह भनेको अफिसर हो। र सहायक आइटी होइन 4 तह 5 तह भनेर खुल्या हुन्छ। तर 4 तह अब 5 तहमा खानु भने तपाईँलाई लोनले तपाईँको तलब सलब यताउता गर्दा तपाईँको राम्रै गर्छ। ब्याङ्कमा जागिर खाएको मान्छे निजामतीमा जान खोज्दैनन् है, प्रायः अब त्यस्तो देखिन्छ। अब ब्याङ्किङमा धेरै नै खुलिरहेको हुन्छ। यो चाहिँ तपाईँको नेपाल ब्याङ्क हो। नेपाल ब्याङ्कमा चाहिँ के हुन्छ भने अलिकति फरक छ यसको। ब्याङ्कमा जागिर खाँदाखेरि थोरै म्यानेजमेन्टको कन्सेप्ट पनि फर्स्ट पेपरमा आइदिन्छ क्या। फर्स्ट पेपर जुन हुन्छ नि, तपाईँले फर्स्ट पेपर दिँदाखेरि तपाईँलाई इकोनोमिक्सको केही कन्सेप्टहरू, अनि म्यानेजमेन्टको कन्सेप्टहरू होइन, अनि जनरल कन्सेप्टहरू, तपाईँको एमआइएस सिस्टमहरू, यो कुराहरू अलिकति त्यतातिर इन्क्लाइन हुन्छ। फाइनेन्सहरू अलिअलि पढ्नुपर्छ। त्यो पनि अब हाम्रो प्रज्ञानममा चाहिँ हामीले त्यो ब्याङ्किङ नै कोर ब्याङ्किङ नै पढाइरहेको सरहरूसँग नै कन्ट्याक्ट गरिरहेको छौँ। उहाँहरूले नि लिनुहुन्छ। तर त्यो कहिले लिनुहुन्छ भन्दाखेरि अहिले होइन क्या, जहिले ब्याङ्कको खुल्छ नि, अब ब्याङ्कको 10 जना खुल्यो भन्ने बित्तिकै तपाईँसँग 3 महिना टाइम हुन्छ। तपाईँले जेनरिक कोर्स त पढिराख्नु भएको हुन्छ। त्यो 3 महिनामा 1 महिनामा सल्टिन्छ सबै होइन, 1 महिनामा सबै सकिन्छ। र तपाईँहरूलाई अरू भनेको फेरि तपाईँको एकदम प्लेन्टी अफ टाइम हुन्छ तपाईँसँग। त्यसरी चाहिँ हाम्रो डिजाइन गर्ने हाम्रो प्लानिङमा छौँ हामी। यसमा यसरी राखेको छ। त्यसै गरी अब यो नेपाल ब्याङ्कै नै भयो। कृषि विकास ब्याङ्क, अब कृषि विकास ब्याङ्कको लागि तपाईँले यहाँ हेर्नुभयो भने वा भनेको छ, वा इन्जिनियरिङ, सूचना प्रविधि वा विज्ञान वा इन्जिनियरिङ वा भनेको छ है। यसमा चाहिँ त 6 को लागि स्नातक मात्रै छ कृषि विकास ब्याङ्कको लागि। कृषि ब्याङ्क भनेर लेखेको छ कृषि विकास ब्याङ्कमा स्नातक। तपाईँ ब्याचलर सक्नुभएको छ भने 7 तहको लागि मास्टर्स माग्छ यसमा होइन। 6 तहको लागि चाहिँ तपाईँको स्नातक भनेको ब्याचलरले नै काम गर्छ। र अर्को चाहिँ आइटी इन्जिनियर भनेर मागेको छ। इन्जिनियर भनेर मागेको केसमा त तपाईँको इन्जिनियरिङ नै काउन्सिलमा दर्ता भएको नै हुन्छ होइन। तर तपाईँको पछिल्लो टाइम हेर्दाखेरि पछिल्लो धेरै मागेको थियो, कृषि विकास ब्याङ्कले धेरै मागेको थियो अहिलेपालि हेर्नुभयो भने। त्यस्तो भयो भने तपाईँहरूलाई अहिले पनि अब खुल्यो भने चान्स भइ नै हाल्छ, खुल्छ भने है। कृषि विकास ब्याङ्कको यो भयो। वाणिज्य ब्याङ्क, अब वाणिज्य ब्याङ्क भनेको यस्तो ब्याङ्क हो जुन सरकारको 100% स्वामित्व। तपाईँको अरू जस्तो नेपाल ब्याङ्क होइन, नेपाल ब्याङ्क अनि कृषि विकास ब्याङ्क यिनीहरूमा चाहिँ तपाईँले थोरै त्यो कहिले नेप्सेमा हेर्नुभयो भने पब्लिक सेयर पनि पाउनुहुन्छ क्या अलिअलि, थोरै सर्टेन 10-20% पब्लिकमा पनि छ। त्यो भनेको मात्र सरकारको पूर्ण स्वामित्व होइन, पब्लिकमा छ अलिअलि। तर वाणिज्य ब्याङ्क भनेको पूर्ण स्वामित्व भएको सरकारी, प्योर सरकारी होइन, अरू पनि सरकारी नै हो, अरू पनि के अरे लोकसेवाबाटै आउने हो। तर अब वाणिज्य ब्याङ्कमा पुरै सरकारको मात्रै स्वामित्व भएको ब्याङ्क हो। यसमा सेवा सुविधा धेरै राम्रो छ है। यसमा सहायक, वरिष्ठ सहायक भनेर यसरी राख्छ, अनि सहायक प्रबन्धक भनेर राख्छ। सहायक प्रबन्धक भनेको 6 तह, वरिष्ठ सहायक भनेको 5 तह। यसमा पनि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ, मैले स्क्रिनसट त्यही अफिसियल साइटबाट पनि राखेको छु। कम्प्युटर वा कम्प्युटर साइन्स वा कम्युनिकेसन वा सूचना प्रविधि वा भनेपछि सबैले पाउँछ। वाणिज्य ब्याङ्कमा सबैले दिन पाइन्छ, वरिष्ठ सहायकमा पनि सबैले नै दिन पाइन्छ। राष्ट्रिय वाणिज्य ब्याङ्कको सिलेबस हो यो। अब म सिलेबसमा धेरै जान्न, यसमा विषयगत नै आउँछ, अब्जेक्टिभ आउँदैन। ब्याङ्किङ लेखा र व्यवस्थापन गरेर फर्स्ट पेपरमा सोध्छ भने सेकेन्ड पेपरमा तपाईँको आइटीको कोर आइटीको सोध्छ। र भोलि झाप्प खोल्ने बित्तिकै तपाईँसँग आइटीको सबै कभर गरी भइसकेको हुन्छ। अनि ठ्याक्क ब्याङ्किङ मात्रै पढ्न जहिले खुल्छ त्यति बेला त्यसको स्पेसिफिक केही कुरा पढ्ने हो कि। यो नाम निकाल्ने फन्डा नै त्यही हो, पढ्न चाहिँ यो वर्ष मेरो लागि भनेर छुट्याउने, र जुन खुल्छ त्यसको लागि त्यो बिचमा भएको ग्याप भनेको नै त्यसको स्पेसिफिक पढ्नको लागि त्यो ग्याप दिएको जस्तो लाग्छ क्या। सबै पढ्न भ्याउनुहुन्न क्या तपाईँले त्यो ग्यापमा चाहिँ। त्यसै गरी अब वाणिज्य ब्याङ्कको यो भइ नै हाल्यो। राष्ट्र ब्याङ्क सबैजनाको एकदमै आँखामा पर्ने चार्मिङ होइन, राष्ट्र ब्याङ्क
सेवा सुविधाको हिसाबले लोनको हिसाबले धेरै राम्रो भनेर सबैले भनेको राम्रो पनि हो। राष्ट्र ब्याङ्कको दुईवटा खुल्छ आइटिपमा। एउटा भनेको सहायक निर्देशक अफिसर हो, त्यो सहायक निर्देशक अफिसरको लागि चाहिँ के हुन्छ भने मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर हेर्नु है, कम्प्युटर पढेकोले, सूचना प्रविधि पढेकोले, अब इन्जिनियरिङ कम्युनिकेसन यताउता पढेको भने चाहिँ यो सबैले पाइन्छ। बिसिए पढेकोले पनि पाइन्छ, बिआइटी पढेकोले पनि पाइन्छ होइन। अनि यो सबैले पाइन्छ। कम्पिटिसन अब अलिकति बढी हुन्छ, त्यो आफ्नो ठाउँमा छ। तर अब गर्ने के भने मैले अघि वर्षभरि तपाईँ पढेर बस्ने, जुन खुल्छ दिने। मेरो एकजना मेरो खुद साथीको होइन, अहिले यहाँ प्रसङ्ग आयो, खुद साथीको मेरो साथीको उसले वाणिज्य ब्याङ्कमा पनि दियो। वाणिज्यको केमा दियो भने सहायकमा दियो क्या, 5 दहको वाणिज्यको सहायकमा दियो। राष्ट्र ब्याङ्कमा पनि दियो क्या। वाणिज्यमा उसको बिग्रियो, राष्ट्र ब्याङ्कमा उसको नाम निस्क्यो। किन होला? किनभने दिने मान्छे तिनै हुन् क्या, सबै मान्छे दिने मान्छे तिनै नै हुन्। कसको एउटा क्वेसन मिल्दैन त भयो क्या। अनि त्यो त्यसरी नै पढ्नुपर्छ, त्यसरी नै दिने हो। त्यसै गरी अब यो अलिकति तपाईँको 6 नम्बरमा त्यहाँ हेर्नुभयो भने सहायक सूचना प्रविधि भनेको छ। यसमा चाहिँ मैले अघि भनेको थोरै अघि मैले अलिकति केही नमिलेको जस्तो छ भने नि, अफिसरमा चाहिँ दिन पाइने रे। अनि अब सहायकमा चाहिँ इन्जिनियर, हार्डवेयर इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर, कम्युनिकेसन इन्जिनियर 3 वर्षै डिप्लोमा वा सो सर उत्तीर्ण गरेको भनिदियो क्या। अब यो चाहिँ अलिक कन्ट्रोभर्सियल भयो। अब यसले गर्दाखेरि चाहिँ अब इन्जिनियरिङले पाउने यता नपाउने भन्ने एकचोटि त्यो कन्ट्रोभर्सी पनि आएको थियो। यो त्यसले हो। अब यसमा हामीलाई फरक परेन, हामीसँग धेरै खुलेको हुन्छ, अफिसर खुल्दाखेरि दिन पाइहालिन्छ। यसमा पनि त्यहाँ गएर बुझेर त्यो बेलामा, किनभने कहिलेकाहीँ कस्तो हुन्छ भने हामीले एउटा एजुम्सन बनाइरहेको हुन्छौँ, त्यहाँ त होइन, हाम्रो यहाँको बोर्डले त अहिले पाउने डिसिसन गरिदियो भन्यो भने पाइन्छ क्या। फेरि एकचोटि चाहिँ बुझ्न जाने, त्यो बेलामा एकचोटि बुझ्न जाने, बोर्डको डिसिसन हुन्छ क्या। त्यो पाइन्छ भनेर बोर्डले डिसिसन गर्यो भने फेरि त्यो अकाट्य हो, पछि तपाईँलाई यसले त नपाउने पायो भन्ने नै हुँदैन। एकचोटि डिसिसन भइसक्यो, सक्यो होइन। त्यही भएर त्यो बेला त्यसरी नै बुझेर गर्दा हुन्छ। अब म छुट्याउँदै जान्छु। लगभग अब हाम्रो सकिसकेको छ। यो राष्ट्र ब्याङ्कमा चाहिँ 3टा पेपर दिनुपर्छ है। राष्ट्र ब्याङ्कमा 3टा पेपर दिनुपर्छ। अहिलेसम्म हामीले 2टा पेपर मात्रै हेरेको थियौँ। यसमा चाहिँ 3rd पेपर पनि गरेर 3टा पेपर दिनुपर्ने हुन्छ। र मैले आज ओरिएन्टेसनको लागि मैले धेरै कुरा राखेको छु, तपाईँलाई ओभरअल इन्फर्मेसनहरू के हुन्छ भनेर नै राखेको हो। र कसैको केही इन्क्वायरीहरू छ भने यहाँनिर भन्नुभएको छ, जति पनि नगरपालिका गाउँपालिकामा इन्फर्मेसन अफिसर हुन्छ उहाँहरू इन्जिनियर हो कि कम्प्युटर अधिकृत हो? गाउँपालिकाको इन्जिनियरहरू भनेको गाउँपालिकामा इन्फर्मेसन अफिसर भनेको सूचना प्रविधिहरूको इन्जिनियर होइन, सूचना प्रविधि अधिकृत भनेर मागेको हुन्छ। सूचना प्रविधि अधिकृत भनेको त्यही आइटी पढेको सबैजनाले, बिसिए पढेकोहरूलाई, स्पेसली धेरैजना बिसिए पढेकोले हामीले के गर्ने भन्नुहुन्छ, बिसिए पढेकोले पाउँछ है। इन्डियाबाट इन्जिनियरिङ गरेको छु, सो ट्यु ट्रान्सलेसन सर्टिफिकेट बनाउनै पर्छ। ट्रान्सलेसन सर्टिफिकेट एन्ड लाइसेन्स के भन्नुभएको थियो, लाइसेन्स पनि निकाल्नुपर्छ कि नै? लाइसेन्स चाहिँ निजामतीकोमा निकाल्नुपर्छ, अरूमा त लाइसेन्स भनेर भनेकै छैन, अरूमा भनेकै छैन है। एउटा 2टा त्यो कृषि विकास ब्याङ्कको 7 तहको लागि चाहिँ भनेको छ। अब त्यस्तो केस बाहेक अरूमा चाहिँ पर्दैन। तपाईँले मजाले प्रिपेयर गर्न सक्नुहुन्छ धेरै। अब मैले यहाँ अहिले मेन्सन नगरेको कति सार्वजनिक संस्थानहरू छन्। तपाईँ त्यो लोकसेवाको सङ्गठित संस्था भनेर त्यहाँ क्लिक गर्नु भने तपाईँसँग लिस्ट यति धेरै हुन्छ कि सार्वजनिक संस्थाको। एउटा मात्रै खोलिदियो भने पनि तपाईँ एउटा संस्थानमा एउटा मात्रै खोलिदियो भने नि त्यहाँ 55-60वटा खुल्छ क्या। एउटा मात्रै खोलिदियो भने, सबैमा एउटा खुल्दैन। तर अब त्यो अझ बढी खुल्छ, त्यो त्यति धेरै छ। त्यो सबैको लागि नै प्रिपेयर गर्ने हो। रिटर्न मिडियम इङ्ग्लिस हो कि नेपाली हो? अब यो चाहिँ यस्तो छ, यो राम्रै क्वेसन लाग्यो मलाई। टेक्निकल चाहिँ इङ्ग्लिसमा आउँछ क्वेसन, र पछाडिको ऐन नियम संविधानहरू चाहिँ तपाईँसँग मल्टिपल अप्सन हुन्छ, जेमा पनि दिन सक्नुहुन्छ तपाईँ है। कसैलाई इङ्ग्लिसमा लेख्न मन लाग्छ, एउटै पेपरमा नेपालीमा पनि इङ्ग्लिसमा पनि लेख्न पनि पाइन्छ, त्यस्तो पनि पाइन्छ है। सेवा सुविधा अनुसार त साना किसान लघुवित्त पनि बेस्ट छ हो, एकदम ठिक कुरा गर्नुभयो। साना किसान लघुवित्त चाहिँ तपाईँको त्यसले दिने बोनस होइन, 18 महिनाको तल प्लस बोनस गर्दा 24-25 महिनाको तल प्लस, अनि त्यसपछि लोन यताउता सुविधा गर्दाखेरि साना किसान पनि बेस्ट छ। अनि त्यस्तो हाम्रो सरकारी स्वामित्वमा भएको अथवा सरकारी लगानी भएको जति पनि छ सबैमा लोकसेवाबाट खुल्छ, तपाईँहरू दिन सक्नुहुन्छ। बुक कुन किताब? बुक अब यस्तो छ, बुक चाहिँ अब बुकहरू भन्दा पनि तपाईँहरूले यस्तो छ, बुकमा एकदम भेग हुन्छ क्या सर। तपाईँले कहिले सोध्नुभएको, सरले हो कि मिसले होइन? बुकमा भेग हुन्छ। बुक पढ्दा राम्रो हो, तर बुकमा तपाईँले कस्तो हुन्छ भने वर्षभरि पढ्दाखेरि बुकमा सिलेबसले खोजेको पनि कुरा हुन्छ, नखोजेको पनि कुरा हुन्छ। तपाईँले धेरै खोज्नुपर्छ। यदि तपाईँ एकदम क्युरियस हुनुहुन्छ, सिलेबसमा अन्डरलाइन गर्दै बुकबाट खोज्न सक्नुहुन्छ भने बुक किन्दा बेस्ट हो। होइन भने
टिचर्सको अब यही नोट हुन्छ तपाईँको होइन, इन्स्टिट्युटले दिएको नोटहरू हुन्छ। नोटमा चाहिँ के हुन्छ, स्पेसिफिक सिलेबससँग रिलेटेड हुन्छ क्या, अनि त्यसको रिफरेन्स फेरि बुकमा खोज्न सक्नुहुन्छ। त्यसरी गर्दा हुन्छ। अहिले अब इन्टरनेटमा धेरै रिसोर्स भएको भएर यही बुक भन्नुभन्दा पनि नेटको रिसोर्स प्लस अनि अब कुनै इन्स्टिट्युटको गाइडेन्स होइन, हामी अब कुनै बुक त्यस्तो स्पेसिफिक यो चाहिँ राम्रो छ भन्यो भने त्यो तपाईँलाई भन्छौँ। के फर्स्ट पेपरदेखि नै प्रिपेरेसन हुन्छ। हो, फर्स्ट पेपरदेखि नै प्रिपेरेसन हुन्छ। फर्स्ट पेपरमा पहिला त हामी टेक्निकल सेसन सकाउँछौँ। टेक्निकल सेसनमा सेकेन्ड पेपर र फर्स्ट पेपर सँगसँगै प्रिपेरेसन जस्तो हुन्छ, किनभने अब्जेक्टिभ क्वेसनहरू र सब्जेक्टिभ क्वेसनहरू सँगसँगै हुन्छ। त्यही कुराको अब्जेक्टिभ तपाईँले सब्जेक्टिभ बुझ्नुभयो भने त अब्जेक्टिभमा प्रब्लम हुँदैन खासै। त्यसरी नै गइरहेको हुन्छौँ हामी। यो आइटी अफिसरको क्लास कहिलेबाट स्टार्ट हो? यो चाहिँ अब हाम्रो प्रोग्रामको हाम्रो सरले नै अलिक भन्नुहुन्छ। उहाँहरूले अब म्यानेजमेन्टमा पनि बुझ्नु होला एकचोटि होइन, ठ्याक्कै एक्ज्याक्ट डेट चाहिँ अब हाम्रो छिटै नै हाम्रो सुरु चाहिँ हुन्छ। अब एक्ज्याक्ट डेटको लागि चाहिँ प्राइसहरू पनि सबै कुरा त्यहाँ सोध्नु होला है त। ठिकै छ ल। ए ओके, 3 इयर्स फरेन एफिलिएटेड कलेज, लन्डनकै डिग्री छ, टियुको इक्विभ्यालेन्सी पनि छ। यो भनेपछि कम्प्युटर अधिकृत र सूचना अधिकृतलाई दिन मिल्यो होइन, इन्क्लुडिङ पुलिस। यो मिल्छ मिल्छ। कतै कतै कुनै कुनैमा नमिल्नेमा के कस्तो लेखा हुन्छ भने कम्तीमा 4 वर्ष डिग्री भनेर लेखा हुन्छ क्या नमिल्नेमा। त्यो लेखा छैन भनेको मतलब मिल्छ। अरू इक्वालेन्ट ब्याचलर भनेको तपाईँको के लेखेको हुन्छ त्यहाँ, स्नातक भनेर लेखा हुन्छ क्या। तपाईँको त 3 इयर्स स्नातक हो नि त। यो त कस्तो कुरा भयो भन्दाखेरि बिबिए पढेकोले पाउने 4 इयर्स, अनि अथवा बिबिएस 3 इयर्सले 3 इयर्सले नपाउने त्यस्तो चाहिँ हुँदैन क्या। 3 इयर्सले नपाउने भन्ने चाहिँ हुँदैन। अब सूचना प्रविधि सँग पढेको त्यसरी आएको हुन्छ, त्यो चाहिँ पाइन्छ है सर। तर अब इन्जिनियरिङ नै भनेको ठाउँमा चाहिँ अलिकति त्यो रेस्ट्रिक्सन छ। एनआरबीको भ्याकेन्सी यो वर्ष आउँछ कि नै, नेपाल राष्ट्र ब्याङ्कको भ्याकेन्सी आउँछ, आइटीको कति पर्छ भन्ने चाहिँ भन्न सकिँदैन। पोर पनि खुल्या हो। पोर अलिक कम खुल्या छ, त्योभन्दा अगाडि अलिक धेरै नै खुल्या थियो। अब यस्तो छ, अहिले चाहिँ आउन सक्ने चान्स किन धेरै छ भने यो अहिलेको गभर्मेन्टले नै सूचना प्रविधि होइन आइटी सेक्टरमा धेरै नै रिफर्म गर्नेवाला छ क्या। धेरै नै सबै आइटी फ्रेन्डली, सबै आइटीबाट गर्ने, पेपरलेस भनेर धेरै कुरा ल्याइरहेको छ। अनि संस्थानहरूबाट पनि रिक्त भएको दरबन्दीहरू लुकाएर राखेको, कतिजना करारमा खुवाएको दरबन्दीहरू सब निकाली मागेको छ क्या। त्यसले गर्दाखेरि चाहिँ योपालि एकदमै धेरै भ्याकेन्सी आउन सक्ने एक्सपेक्टेसन छ है। तपाईँहरू त्यसको लागि यो वर्ष तपाईँको लागि एकदम लकी पनि हुनसक्छ त्यो हिसाबले चाहिँ। एज लिमिट चेन्ज भएको कि के, अब यो अब यो आधिकारिक छैन। लिमिट चेन्ज गर्ने भन्ने कतैको गाई सुनिन्छ, तर अब त्यो चेन्ज गर्ने भनेर त्यो पास भएर आउने बेला कहिले हो होइन, त्यसमा चाहिँ अब आधिकारिकता छैन सर, यसमा अहिलेसम्म आइसकेको छैन। र ठिकै छ, यहाँ अब धेरै फिजिकल क्लासको टाइमिङहरू यो सबै कुरा ठिकै छ। यो सबै कुराहरू चाहिँ तपाईँले म्यानेजमेन्टमा बुझ्नु होला, कतिसम्म खुल्छ होला। अब यो वर्ष आइटी अफिसरको कहिलेसम्म खुल्छ होला भने यो यस्तो छ है। तपाईँलाई यो क्वेसन कलेज ग्यालेक्सी M01 कसले सोध्नु भएको छ, कहिले खुल्छ भन्ने कुरामा निजामतीको चाहिँ मैले अघि भनिदिएँ। निजामतीको चाहिँ अघि मैले भने त्यो के अरे हाम्रो कार्तिकको अन्तिम बुधबार होइन। अरू चाहिँ अब पोरको चाहिँ सेड्युल त्यहाँ निकालिसकेको छ। अब सेड्युल निस्किन्छ क्या ठ्याक्क यो संस्थानको, यो सार्वजनिक संस्थानको अथवा यो राष्ट्र ब्याङ्कको यो नियमनकारी यसको योदेखि यो महिनामा फागुन चैतमा, कसैको चाहिँ वैशाख जेठमा, कसैको साउन असारमा यतिमा भ्याकेन्सी निकाल्नुपर्ने भनेर एउटा लिस्ट आउँछ क्या। त्यो हामी तपाईँलाई देखाउँछौँ पछि, अनि त्यसको बेसिसमा प्रिपेयर गर्ने हो। योपालि त यहाँ खुल्न सक्छ, नभए यहाँ खुल्न सक्छ भनेर तपाईँ त्यसलाई टार्गेट राखेर अगाडि बढ्न सक्नुहुन्छ। ल अब अरू केही इन्क्वायरीहरू छ भने टाइम पनि बितिसकेको छ। तपाईँहरूको केही इन्क्वायरी छ भने हामी फेरि पनि बसौँला। यहाँ हाम्रो म्यानेजमेन्टमा पनि तपाईँहरू बुझ्न सक्नुहुन्छ। धेरै कुरा त कभर नै भइसक्यो, धेरै कुरा क्लियर पनि भयो होला जस्तो लाग्छ मलाई। र टिचरहरूको केसमा चाहिँ अब म एकजना छु, हाम्रो सर हुनुहुन्छ अर्को सूचना प्रविधि अधिकृत, सबैजना एक्सपिरियन्स धेरै वर्षदेखि त यही फिल्डमा यतितिर काम गरिराख्नु भएको र कति ठाउँमा पढाइ पनि सक्नुभएको सरहरू हुनुहुन्छ। हामीले अलिकति अहिले पृथक तरिकाबाट, अरूभन्दा फरक तरिकाबाट अरूहरूले चाहिँ ठ्याक्क जहिले खुल्छ त्यसपछि नै अनि भ्याकेन्सीहरू खोल्ने, भ्याकेन्सी खुलेपछि नै पढाउन थाल्ने भन्ने जस्तो हुन्छ। हाम्रोमा चाहिँ अलिकति कम्प्रिहेन्सिभ वेबाट जाउँ अलिकति भनेर सुरुबाट नै गर्न खोजेको हो। त्यसमा तपाईँहरूले म्यानेजमेन्टमा नै बुझ्नु होला धेरै कुराहरू होइन। यदि भन्दै अब आजलाई चाहिँ कसैको केही क्वेसन एकदम त्यस्तो छ भने सोधिदिनु होला, होइन भने आजलाई मैले यति नै गरेँ। हाम्रो प्रोग्रामको म्यानेजमेन्टबाट कोही हुन्छ भने फेसिलिटेट गरिदिनु होला त्यहाँ।
थ्याङ्क यू सुमन सर। सम्पूर्णमा फेरि पनि नमस्ते। प्रज्ञानम लोकसेवा तयारीको तर्फबाट अहिलेसम्म सुमन सरले सम्पूर्ण एक्सप्लेनेसनहरू गरिसक्नु भएको छ। आजको ओरिएन्टेसन क्लास यति नै थियो। अनि यता हाम्रो तर्फबाट क्लासको कुरा गर्दै गर्दाखेरि हामीले चाहिँ फिजिकल क्लासको टाइमिङ चाहिँ बेलुकाको 5:30 बजेबाट 7:30 राख्ने भनेर भनेको छ। अनि त्यही अनुसारले सल्लाह गर्दा अनलाइन क्लासको टाइम चाहिँ बेलुका यही टाइममा 8 बजेदेखि पछाडि 9:30 बजेदेखि 8 बजेदेखि 9:30 10 बजेसम्मको क्लास हुन्छ होइन। हजुरहरूको सुइटेबल टाइम फिजिकल टाइम बेलुकाको टाइममा मेजोरिटी मिल्छ कि बिहानको टाइममा मिल्छ? एकचोटि हजुरहरूले एकचोटि अनम्युट गरेर भन्नु होला। यो फिजिकल क्लास चाहिँ मर्निङमा राख्दा अलि इफेक्टिभ हुन्थ्यो कि अलि जब गर्नेहरूलाई पनि सजिलो हुन्थ्यो। हजुर अरू कोही? हजुर क्लास मर्निङमा राख्दा ठिक हुन्थ्यो। एकचोटि मर्निङमा राख्दा ठिक हुन्छ भन्नेहरूले एकचोटि ह्यान्ड रेज गर्नु ल। साथीहरू नमस्ते। हामी टिचरहरूसँग सल्लाह गरेर तपाईँलाई टाइमिङ पठाउँछौँ होइन। तर बेस्ट चाहिँ के हुन्छ भने अब तपाईँहरूको सहजता के छ थाहा छैन। फिजिकल क्लास हामीलाई इभिनिङमा चलाउनु पायो भने हाम्रो जो सरहरू हुनुहुन्छ मर्निङमा 9 बजी अफिस पुगिसक्नुपर्ने, अनि हामी बिहानमा जस्तो ब्याचलरको क्लासहरू उहाँले लिने अहिलेसम्मको त्यस्तो छ होइन। एकदमै धेरै हुनुभयो भने हामी मर्निङ पनि म्यानेज गर्छौँ होइन। अनि नत्र भने 5:30 बजे सरहरूको 5 बजे अफिस सकिन्छ। यहाँ नजिकै, यहाँ हामी पुतली सडक नजिक नै सरहरूको अफिस नै यहाँ नजिकै छ। अनि आएर 5:30 देखि 7:30 तपाईँहरू यहीँ हुनुहुन्छ। अनि टिचरसँग इन्टरेक्सन पनि गर्न पाइन्छ। अनि फेरि 8 बजेबाट अनलाइन, र अनलाइनमा जो साथीहरू जोइन हुनुभएको छ उहाँहरूले चाहिँ काठमाडौँ उपत्यकाभित्र हुनुहुन्छ भने मोक टेस्ट चाहिँ तपाईँहरूले मोक इक्जाम चाहिँ यहाँ प्रज्ञानममै आएर तपाईँहरूले दिन पाउनुहुन्छ। एक्स्ट्रा कस्ट तपाईँहरूलाई लाग्दैन, एक्स्ट्रा फी लाग्दैन। त्यो हामी व्यवस्था गर्छौँ। मर्निङ एकदमै धेरै हुनुभएछ भने इट्स ओके होइन। अब इभिनिङमा गर्दा कस्तो होला? साथीहरू रेस्पोन्स गरिदिनुहोस् ल। यहाँ फी स्ट्रक्चर भन्नुभएको छ। यस्तो छ, फी स्ट्रक्चरको केसमा चाहिँ हामीले फिजिकल क्लासको लागि चाहिँ खासमा 25,000 हो होइन। त्यसमा चाहिँ हामीले फर्स्ट कम फर्स्ट 50 स्टुडेन्ट्सलाई चाहिँ हामीले 20% डिस्काउन्ट भनेर राखेर टोटल 20,000 छ। अनि यसै गरी अनलाइन क्लासको केसमा चाहिँ डिस्काउन्ट गरेर तपाईँलाई 15,200मा कोर्स कम्प्लिट हुने गरी प्याकेज हामीले राखेको छौँ। त्यसको चाहिँ टोटल ड्युरेसन सहित तपाईँले अब अघि नै सरले भन्नुभयो कमन कोर्सको कुराहरूदेखि लिएर पहिला जनरल कोर्स सकिसके पछाडि त्यो बाहेक ब्याङ्किङको सेक्टरकोदेखि लिएर अरू बाँकी पहिला जनरल सकिसके पछाडि बाँकी सेपरेट जुन जुन बाँकी रहेको रिमेनिङ पार्ट्सहरूको टपिकहरू हुन्छ त्यो चाहिँ पछि टोटल कोर्स तपाईँहरूको लागि हुन्छ। त्यो सँगसँगै तपाईँले अब्जेक्टिभ इक्जामदेखि लिएर पछि सब्जेक्टिभ इक्जामदेखि लिएर टोटल विकली मक टेस्टहरू चाहिँ तपाईँको लागि फ्री हुनेछ, त्यही फी अन्तर्गत पर्छ। अनि त्यो सँगसँगै तपाईँले सरहरूले दिएको हामीलाई नोटहरू हुन्छ, पिडिएफ नोटहरू हामीले तपाईँलाई ग्रुपमा पनि सेयर गर्छौँ, टिम्समा पनि हामीले राखिदिन्छौँ। त्यही अन्तर्गत तपाईँले रेकर्डिङ पनि पाउनुहुन्छ। त्यो सँगसँगै हामीले हार्ड कपी पनि तपाईँलाई प्रदान गर्नेछौँ।
साथीहरू अघि सुमन सर जो हुनुहुन्थ्यो उहाँ लगायत टिचर्स टिम हामी 5-6 जना हुनुहुन्छ साथीहरू। तपाईँहरूले माइक्रोसफ्ट टिम्समा जो फिजिकली जोइन हुनुभएको छ अथवा अनलाइनमा को त माइक्रोसफ्ट टिम्सै हुने भयो हाम्रो। अनि त्यहाँ टिचरहरूसँग पर्सनली तपाईँहरूले इन्टरेक्ट गर्न पाउनुहुन्छ। अनि अझ डिटेलमा त्यहीँ नै सोध्ने गर्नु न है। अब हामीले यहाँबाट दिँदाखेरि हामी यता म्यानेजरको पार्टमा हामीहरूलाई सम्पर्क गर्दा भयो। अनि जुन कोर्स डिटेल्स छ अनि तपाईँले अघि जुन कुराहरूको डिस्कसन भएको थियो त्यसमा नबुझेको कुराहरू माइक्रोसफ्ट टिम्समा तपाईँहरूले मजाले इन्क्लोज क्लासरुम हुन्छ। अब तपाईँहरूले लिज पनि सक्नु भएको छ, धेरैजनाले युनिभर्सिटी पास गरेर आउनु भएको छ, ग्रेजुएटेड हुनुहुन्छ तपाईँहरू सबैजना। अनि त्यहाँ टिचरसँग मजाले इन्टरेक्सन गर्न पाउनुहुन्छ। यहाँ त ब्याङ्किङको लागि स्पेसिफिक दिनुपर्छ कि भन्नुभएको छ, पर्दैन है? सर हुनुहुन्छ कि म्याम हुनुहुन्छ? र अनलाइनले पनि हामी तपाईँहरूलाई स्ट्रङली के रिकमेन्ड गर्छौँ भने धेरैजना त काठमाडौँभित्रै हुनुहुन्छ होला, मक टेस्ट चाहिँ तपाईँहरूले फिजिकल नै दिने गर्नुहोस्, यहाँ आएर दिने गर्नुहोस् होइन। त्यो हुँदाखेरि हाम्रो प्र्याक्टिस पनि बढ्छ अनि टिचरसँग पर्सनल्ली तपाईँहरूले कनेक्ट पनि हुन पाउनुहुन्छ। सम्पूर्ण साथीहरू हाम्रो अब एडमिसन टाइम चाहिँ हाम्रो 23 गतेसम्म गरेर हामीले चाहिँ नयाँ क्लास चाहिँ हामीले 24 गते सन्डेबाट सुरु गर्ने भनेर प्लान गरेको छौँ होइन। त्यही अनुसारले चाहिँ यहाँ स्क्रिनमा देखाएको नम्बरमा चाहिँ हजुरहरूले कन्ट्याक्ट गर्न सक्नुहुनेछ है त। अनलाइन मक टेस्ट भ्यालीभन्दा बाहिरको लागि भनेर भन्नुभएको छ। तपाईँहरूको लागि चाहिँ हामीले अनलाइन टेस्टकै व्यवस्था गरेको छौँ। त्यही अनुसारले हजुरले अनलाइनबाटै दिन सक्नुहुन्छ है त। एकचोटि हजुरहरू सबैजनाले एकचोटि मेसेज बक्समा हेर्नु होला, त्यहाँनिर एउटा च्यानलको लिङ्क आएको छ होइन। सबैजना त्यसमा जोइन हुनु होला। हजुरलाई सम्पूर्ण क्लास डिटेलदेखि लिएर सबै कुराहरू चाहिँ त्यो लिङ्कमा हामीले त्यो च्यानलमा हामीले अपलोड गरिदिन्छौँ है त। साथीहरू यहाँ मर्निङको कुराहरू गर्दै हुनुहुन्छ, हुन्छ त पनि ट्राई गर्छौँ। तपाईँ 10जनाभन्दा धेरै हुनुभएछ भने हामी गरिदिन्छौँ है। हुन्छ, सबैजनाले अब लगभग सबै कुराहरू बुझिसक्नु भएको होला। अब ओरिएन्टेसन क्लास पनि आज लगभग अब सकिएको छ होइन। त्यही अनुसारले अब आजबाट हाम्रो एडमिसन चाहिँ तपाईँहरूको लागि ओपन रहेको छ है त। अब तपाईँहरूले एडमिसन गर्नको लागि हजुरहरूले त्यहाँ
त्यही नम्बरमा हजुरहरूले WhatsAppमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ अथवा त्यहाँनिर च्यानलमा नि हामीले डिटेलहरू अपलोड गरिदिइरहेको हुन्छौँ त्यही अनुसारले हजुरले नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ है त। हुन्छ आजको लागि यो क्लास चाहिँ सकिएको घोषणा गर्छु होइन। अनि यो सँगसँगै हजुरहरूले यो 9851315923 नम्बरमा चाहिँ कल अथवा WhatsApp गर्न सक्नुहुन्छ होइन। म चाहिँ म्यानेजमेन्ट टिमबाट भोजराज खड्का बोल्दैछु अहिले चाहिँ। हजुरहरूले मलाई डाइरेक्टली कल गर्न सक्नुहुन्छ है त। अहिलेलाई चाहिँ मैले मिटिङ एन्ड गरेँ है। यो स्क्रिनसट लिएर राख्नु ल।